जय मसीह पास्टर ज्यू र सम्पूर्ण लाइनमा उपस्थित हुनुभएको प्रभुको प्यारा छोराछोरीहरूलाई जय मसीह। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र सेकेन्डली पास्टर ज्यूले धन्यवाद दिन चाहन्छु किनभने उहाँले यो समय मलाई दिनुभयो र परमेश्वरले पनि यो समय मलाई दिलाउनु भयो। परमेश्वरलाई धन्यवाद। र मेरो छोटो मिठो गुहाई भन्न गइरहेको छु। मेरो टेस्टिमोनी, मेरो नाम खुसीमान पुन हो र म खास गरेर म चाहिँ पहिला मेरो बाबा जिजुबाजेहरूले त्यही हो, गाउँघरमा तपाईँहरूलाई सबैलाई थाहा छ, नेपालमा बाट आउनु भएको सबै भाइ बहिनीलाई थाहा भएको कुरा हो। किनभने पहिला गाउँमा काटमार गर्थे, पूजा गर्थे। बाबाले हामी त्यतिखेर सानो थियो, बाबाले चाहिँ एकदमै पूजा गर्नुहुन्थ्यो, काटमार गर्नुहुन्थ्यो पूजा, किनभने उहाँले नै मुक्ति खोज्नु भएको थियो। मैले अहिले पछि किन उहाँहरू हुनुहुन्न अहिले, उहाँहरू अहिले परमेश्वरमा सुत्नुभयो, तर मैले पछि अहिले पाएपछि मैले रियलाइज गरेँ उहाँले मुक्ति खोज्नु भएको रहेछ। र बाबाले के गर्नुहुन्थ्यो भने पहिला सानो कुखुराको चल्ला निस्किन्छ अनि अलिकति ठुलो भयो भने उहाँले चाहिँ खुट्टामा बाँधेर अब किसिम किसिमको हुन्छ नि त्यो भक्कलहरू भगवानहरूलाई चाहिँ त्यो पोथी सानो त्यो भर्खर भाले पोथी हुने बेलामा उहाँले चाहिँ भगवानको नाममा पन्छाएर उठाएर राख्नुहुन्थ्यो र जब भाले बाँच्थ्यो अनि जब उजुलीको समय आउँथ्यो त्यो समयमा चाहिँ उहाँले थान बनाएर पूजा गर्नुहुन्थ्यो। अनि त्यो मात्रै नभएर अरू धेरै तीर्थहरू गएर के अरे भोगहरू हाल्नुहुन्थ्यो। त्यसै गर्दा मेरो बहिनीलाई पनि त्यस्तै अहिले मेरो बहिनी चाहिँ झाँक्री हुनुभयो। तपाईँहरूलाई थाहा छ झाँक्री हुनु थाहा छैन भाइ बहिनीहरूलाई। अनि मेरो सिस्टर अहिले बहिनी युकेमा हुनुहुन्छ र उहाँ चाहिँ इङ्ग्लिसमा हुन्छ विचक्राफ्ट, उहाँ झाँक्रिनी हुनुहुन्छ उहाँ मेरो बहिनी। त्यसै गरेर त्यही आत्माले मलाई पनि छुयो र मेरो जीवनमा एकदमै नराम्रो अँध्यारोमा म हिँडेँ, कति अँध्यारोमा हिँडेको थिएँ म। र म वास्तवमा म सिङ्गापुरमा जागिर खाँदै थिएँ। म सिङ्गापुरमा खास गरेर भन्यो भने 26 वर्ष जागिर खाएर आएँ अनि अमेरिकामा आएँ। जब अमेरिकामा 2004मा आएँ, 2004 सालमा आएपछिलाई मलाई भित्रबाट के हुन्थ्यो भने म चर्च जानु पाए हुन्थ्यो। मलाई एकदमै चर्च जानु मन लाग्थ्यो। अब कहाँ जाने होला चर्च, कोही पनि चिने छैन, चर्च त जानु मन लाग्थ्यो, कहाँ जाने। अनि त्यस्तै गरेर कामको व्यस्त पनि थियो, समय पनि मिलेन, तर मनमा चाहिँ चर्च जाने इच्छा भयो हुन्थ्यो। र हुँदा म त्यस्तै घरमा पनि मूर्ति पूजा धूपहरू, मेरो श्रीमती नि एकदमै भक्ति गर्नुहुन्थ्यो। उहाँले एकदमै शिवजीको एकदमै के धूपहरू बाल्ने मैले गर्थेँ साथसाथमा। र मेरो बाबाले नि पहिला त्यसो गर्दै पछि शिवजीको मन्दिर पनि गाउँमा बनाउनु भयो उहाँले। अनि अहिले स्टिल त्यो मन्दिर पनि गाउँमा छ। अनि गर्दा उहाँले पक्कै मुक्ति पारेछ। त्यसो गर्दा पछि मलाई पनि देब्दी आयो। अनि म यहाँ युएसएमा आएर पनि म कहिले कोठामा काम चाहिँ एकदमै केले कमाउने म अचम्मै लाग्थ्यो। अनि एकदमै योबाट म कसरी छुटकारा हुने मलाई भइरहेको थियो। अनि मलाई त्यो 2004मा आएपछिलाई म काममा व्यस्त हुँदै चर्च जानु मन लाग्थ्यो, तर कहाँ जाने के जाने थाहा थिएन। अनि पछि चाहिँ हाम्रो खुम छन्तेल बहिनी लाइनमा हुनुहुन्छ होला,
उहाँ चाहिँ नेपाल बेप्टिस्ट चर्च भन्ने यहीँ बाल्टिमोरमा परमेश्वरको मण्डली रहेछ, तर मलाई थाहा थिएन। पछि खुम छन्तेल बहिनीले चाहिँ उहाँबाट बेप्टाइज गरेर त्यहाँ जाँदै हुनुहुन्छ, उहाँसँग कन्ट्याक्ट हुँदाखेरि उहाँले चाहिँ यहाँ यस्तो यस्तो छ भन्नुभयो र त्यहाँ म पनि हामी गयौँ। किनभने मेरो छोरा, मेरो यसो छोरा पनि लिने सानो सिङ्गापुरमा पढ्दै, उसले सानै सेकेन्डरी स्कुलमै पढ्दै यो बोइज के भन्ने उनीहरूको स्कुलमा हुन्छ, त्योबाट एउटा यहाँको त्यो क्रिस्चियन स्कुलकै एउटा मान्छेले चाहिँ एउटा बाइबल दिएको रहेछ उसलाई। अनि त्यो बाइबल उसले साथमा राखेको रहेछ, सानो बाइबल। अनि बाइबल चाहिँ त्यतिखेर सिङ्गापुरमा हुँदा हामीले गाली गर्थ्यौँ, चाहिँ यस्तो धर्म हामीले त्यो अर्को धर्म कहाँ लिन्छ भनेर हामीले गाली गर्थ्यौँ मेरो छोरालाई। हामीले बाबा आमाले भएर गाली गर्थ्यौँ उसलाई, तर ऊ चाहिँ एकदम सत्यको बाटो हिँडेको रहेछ। अनि यहाँ आएर त्यो बाइबल साथमा लिएर आएको थियो, सानो बाइबल उसले। अनि यहाँ युएसएमा आएर आज स्टिल त्यो बाइबल उसँग साथमा छ। अनि ऊ र म अनि मेरो श्रीमती गयौँ चर्चमा, नेपाल बेप्टिस्टमा गयौँ। अनि जाने बित्तिकै त्यतिखेर पास्टर जो नेपाल बेप्टिस्टको पास्टर जो हुनुहुन्छ, अनि उहाँले चाहिँ कुनै नयाँ व्यक्ति आउनुभयो भने डाइरेक्ट ग्राउन्ड हुन्छ उहाँको, त्यस्तो खालको शिक्षा छ उहाँसँग। अनि त्यतिखेर चाहिँ एकजना खड्का लिम्बू भाइ हुनुहुन्थ्यो, उहाँ एकदमै विश्वासमा अगाडि हुनुहुन्छ। अहिले उहाँ अर्कै स्टेटमा हुनुहुन्छ, डक्टर हुनुहुन्छ अहिले उहाँ। अनि उहाँले चाहिँ इन्टरप्रेटर गर्नुहुन्थ्यो। अनि एक दिन चर्च छुटेपछि हामी तीनजना, म, मेरो छोरा, मेरो श्रीमतीलाई चर्चभित्र राख्नुभयो। अनि खड्का लिम्बू भाइ पनि छेउमा हुन्थ्यो। अनि पास्टरले चाहिँ त्यहाँ चाहिँ परमेश्वरको अगाडि हामीलाई भन्नुभयो। अनि म त एकदमै आत्तिएको थिएँ। म कसरी हुन्छ, म एकदमै भित्रबाट म एकदमै अत्तालेर आत्तिएको थिएँ, म खोजीमा थिएँ परमेश्वरको। अनि पास्टरले चाहिँ भन्नुभयो। अनि मैले चाहिँ हुन्छ म विश्वास गर्छु भनिहालेँ मैले। अनि म छोराले, अनि श्रीमतीले अलि मान्नु भएन, पछि आउनुभयो मेरो श्रीमती। अनि त्यसै गरेर फेब्रुअरीको 1 तारिक 2009 बेप्टिस्ट गरे हामीले, म र मेरो छोराले। अनि त्यही मेरो जीवनमा परमेश्वर पाउनु नै मेरो सबभन्दा मेरो ग्वाही टेस्टोमेनी त्यही नै हो। अनि जब त्यसो परमेश्वर पाउने साथ नराम्रो आत्मा यो शैतानले फेरि एकदमै फेरि आफूलाई एट्याक गर्न आउँछ। गर्दा मेरो हुँदा त्यस्तो समय पनि परमेश्वरले यस्तो मजाले स्मुथली मलाई चाहिँ गाइड गर्नुभयो। हरेक समय पनि जुन दुःखको समय आउँछ, हामी विश्वासी भए पनि एकदमै दुःखको समय आउँछ, कहिले खुसी सुखको समय आउँछ, जुन समय पनि परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्ने रहेछ। र मेरो जीवनमा चाहिँ मैले मेरो 25 वर्ष पुगेको छोरा मैले गुमाएँ। त्यो समयमा मैले परमेश्वरले मलाई एकदमै हौसला दिनुभयो। Masala madara cheto sor badar madala madara sekel sakala masogo migara madala hasara eder hadoro ko madara madara hadan akes au Chandra Santel ibalade amara handara sekel masor balahaji ajara shukrum hasya धन्यवाद परमेश्वरलाई। मलाई परमेश्वरले यस्तो भाषामा नि दिनुभएको छ, मलाई एकदम धन्यवाद दिन्छु। म बोल्दा बोल्दै मलाई यस्तो आउँछ, मलाई अटोमेटिक आउँछ भित्रबाट। अनि मैले गुमाएँ मेरो छोरा, 25 वर्ष छोरा मैले गएको छोरा थियो, मैले गुमाएँ। तर परमेश्वरले त्यो समय मलाई परमेश्वरले एकदम स्मृतिको साथ मलाई गाइड गर्नुभयो। र जुन समय पनि मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, किन सबै यो परमेश्वरको योजना हो। हामीले दुःख मान्नुहुन्न, केही गर्नुहुन्न। र म मलाई एउटा भन्दा भन्दै एउटा वचन एकदम मलाई पढ्नु मन लाग्यो। यो यशायाको 49 को वचन 1 मा मैले
के पायो भने जन्मनु भन्दा अघि परमप्रभुले मलाई बोलाउनु भयो। आमेन। हान्दारा केशोर मदलामा हद्देरा हजिएका सरादे ए मारा मदला मदिना मक्सुके महसिरा बेला मद ए यो तपाई हामीलाई परमेश्वरले के अचम्म हामीले यो सोच्दा त हाम्रो मगजमा नै आउँदैन। जन्मनु भन्दा अघि परमप्रभुले मलाई बोलाउनु भयो। हालेलुया। मस्सकराला दामाद मेरो जन्मदेखि नै उहाँले मेरो नामको चर्चा गर्नु भएको छ। आमेन। त्यही नै हो। हालेलुया। भाइ बहिनी हो, म भन्दछु तपाईहरु सबैलाई, तपाईहरु त विश्वासी हुनुहुन्छ, तर यो विश्वास नगर्नेहरूलाई म यो भन्नु चाहन्छु, परमेश्वरले हामीलाई त आमाको गर्भमा आउनुभन्दा पहिले नै चिन्नु भएको छ। हालेलुया। आमेन। हालेलुया। हालेलुया। प्रेज गॉड। हालेलुया। त्यसकारणले हामीले जुन समय पनि हामीले चाहिँ परमेश्वरलाई धन्यवादी जीवन लिएर हिँड्नुपर्ने छ। ले गर्दाखेरि परमेश्वरले मलाई एकदमै परमेश्वर पाएपछि मलाई त्यो छुटकारा मेरो मेन टेस्टिमनी मेरो गुहाई भन्नु पनि मेरो जीवनमा मैले परमेश्वर पाउनु पर्यो। येशू ख्रीष्टलाई मुक्तिदाता भनेर चुन्ने त्यही नै हो। मेरो सबभन्दा मेरो गुहाई नै त्यही हो। आमेन। हालेलुया। अनि मैले चाहिँ त्यसरी परमेश्वर पाएँ र पछि मेरो श्रीमतीले नि परमेश्वर पाउनु पाए। अनि मेरो बुहारी पनि वहीँ नेपालमै परमेश्वर पाएर आए। तर मेरो छोरा भन्दामा मेरो पहिलाको छोरा ले मेरो बुहारीलाई बिहा गरेको थियो नि। छोरी पनि यहीँ छ, मेरो नातिनी नि यहीँ छ। परमेश्वरले यस्तो काम गर्नुहुन्छ र मैले छोरा त गइगयो, परमेश्वरमा सुत्यो, तर परमेश्वर सुत्यो, उसले मुक्ति पाएको छ मेरो मलाई विश्वास छ। किनभने ऊ ब्याप्टाइज भएपछि ऊ चाहिँ परमेश्वर ब्याप्टाइज भइसकेको थियो, भएपछिलाई परमेश्वर पाएर ऊ परमेश्वरमा सुतेको हो। ले गर्दाखेरि मेरो अब मेरो जीवनमा कस्तो किसिमको आथ्यो मलाई त्यो समय पनि परमेश्वरले मलाई एकदमै हौसला दिनुभयो। र हामीलाई के थियो भने मेरो श्रीमतीलाई एकदमै कस्तो थियो, अब मेरो बुहारी भर्खरको छ, मेरो नातिनी छ, के गर्ने कसो गर्ने भन्दाखेरि परमेश्वरले एकदमै मैले हामीले प्रार्थना गरे। अनि मेरो कान्छा छोराले मेरो बुहारीलाई मेरो के अरे बिहा गर्यो। अनि चाहिँ त्यही नै परमेश्वरले एकदमै हाम्रो परिवारमा एकदम राम्रो तरिकाले एकदमै स्फूर्ति चाहिँ हामीलाई अगाडि बढाउँदै ल्याउनु भयो र परमेश्वरलाई धन्यवाद दिन्छु। जुन समय पनि परमेश्वरले हामीलाई सहायता गर्नुभयो। र मैले भजन सङ्ग्रह 34:4 मैले के भन्नुहुन्छ, मैले परमप्रभुलाई खोजे र उहाँले मलाई जवाब दिनुभयो, मलाई मेरा सबैहरूबाट छुटकारा दिनुभयो। आमेन। परमेश्वरले यसो भन्नुहुन्छ, मैले परमप्रभुलाई खोजेको थिएँ र उहाँले मलाई जवाब दिनु, उहाँले मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनु। सबै त्यस्तो डर सरबाट परमेश्वरले मलाई सहायता गर्नु, मलाई छुटकारा दिनु। हालेलुया। आमेन। र परमेश्वरलाई म धन्यवाद दिन्छु। र मैले फेब्रुअरी 1 2009 मैले ब्याप्टाइज गरेपछि मैले परमेश्वरलाई धन्यवाद, मैले परमेश्वरको एकदमै अघि बढे, म परमेश्वरको काम गर्छु भनेर मैले एकदमै म भित्रैबाट कस्तो भएर आउँथ्यो। अनि मैले मती साथको साथमा माग त तिमीलाई दिएन छ, ढकढक त ढोका गरिन्छ भन्ने यो वचन हुँदाखेरि के भन्नुभयो होला, मैले मागे, मलाई कस्तो हुन्थ्यो भने परमेश्वरको यो अन्य भाषा बोल्ने विषयमा मलाई एकदमै चाहना हुन्थ्यो र मलाई परमेश्वर मलाई अन्य भाषा दिनुहोस् भन्ने मैले प्रार्थना गरेको थिएँ। 2 वर्षपछि कतिपछि जब मैले काम गर्नुभन्दा पहिला मैले घरमा घोडा टेकेर प्रार्थना गर्थ्यो। ओ प्रभु त्यो दिनमा बोल्नुभयो, मेरो मुखबाट आयो बरर कस्तो खालको भाषा आयो मलाई थाहा छैन, कसो थाहा छैन, म बोल्ने के थाहा छैन। म दिनभरि काममा बोले, म डेलिभरी जब गर्थेँ, म डेलिभरी जान्थेँ
गाडीमा हान्छ त्यो भाषा आउँथ्यो मुखबाट बड्ड बोले दिनभरि म नन स्टप बोले म नन स्टप। जब म पिज्जा स्टोरमा फेरि फर्केर आउँथेँ मलाई भित्र आफै बोल्थे जब फेरि पिज्जा स्टोरबाट बाहिर डेलिभरी बाहिर जान्थेँ म गाडीमा कराउँदै त्यो बोल्दै जान्थेँ। मलाई दिन नन स्टप मलाई मुखबाट आयो र दाहिने बाहिर हेर्नेले मलाई पागल भने होला, तर परमेश्वरलाई धन्यवाद मैले चाहिँ बोले गाडीमा हिँड्दैछ बोले दिनभरि म 2 दिन जति बोले म यस्तो राम्रो म एकदम खुसी एकदम मलाई एकदमै जोय आयो। परमेश्वरले मलाई हालेलुया मैले मागेको त परमेश्वर यसरी दिनुहुनेछ भने मलाई एकदमै खुसी लाग्यो र म दिनसँग बोली कि बोली भए परमेश्वरले दिनुहुन्छ। तपाईँहरूले परमेश्वरमा माग्नुहोस्। परमेश्वरलाई मागेपछिलाई तपाईँसँग कस्तो किसिमको फिट हुनेछ। तपाईँलाई यो मान्छेलाई यो व्यक्तिलाई यो ठिक छ हुनुहुन्छ भने दिनुहुन्छ, तर ठिक छैन भने दिनुहुन्न। त्यसै कारणले मलाई परमेश्वरले त्यो भाषा पनि दिनुभयो र म एकदमै आशिष भएको छु र स्टिल मलाई त्यो भाषा आउँछ। तर म बोल्दाखेरि अरूलाई एकदमै भन्नाले एकदमै अप्ठ्यारो लाग्छ होला, म त्यसमा क्षमा पनि चाहन्छु। किनभने अटोमेटिकली म प्रार्थनामा मुखबाट आउने बित्तिकै आइहाल्छ मलाई। ल मण्डलीमा पनि म कति त्यस्तै बोल्थेँ, तर मलाई उहाँ मण्डलीको भाइ बहिनीहरूलाई एकदमै हुन्थ्यो होला, अप्ठ्यारो हुन्थ्यो होला, तर आउँथ्यो आएर मैले नन स्टप म बोल्थेँ। किनभने मलाई परमेश्वर दिनुभएको भने मैले बोल्थेँ। ले गर्दाखेरि परमेश्वरले तपाईँहरूलाई त्यस्तो तपाईँहरूलाई अन्य भाषाहरू के दिनुहुन्छ भने बोल्नुहोस्, तपाईँहरू नि अझै तपाईँलाई दिनुहुन्छ र परमेश्वरले सबै कुरा परमेश्वरको हातमा छ, परमेश्वरले दिनुहुन्छ। र परमेश्वर यति भन्दै मेरो यो छोटो टाइमले पनि समय पनि बित्दै गएको छ। ले गर्दाखेरि यति भन्दै मेरो छोटो यो गवाई यहीँ चाहन्छु र परमेश्वरलाई धन्यवाद दिन्छु र समय दिनुभएकोमा धन्यवाद। हालेलुया। सबैलाई जय मसीह। प्रशस्त मात्रामा आशिष दिनुभएको र आउँदाको बाँकी समय हाम्रो आदरणीय पास्टरलाई दिन्छु अनि उहाँले लिनुहुनेछ। उहाँले कसलाई गीत गाउन दिनुहुनेछ, त्यस पश्चात प्रभुको दासले सक्नुहुनेछ र यस समयमा हाम्रो हालेलुया 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 जय मसीह। हुन्छ, अहिलेसम्म यस प्रार्थना सङ्गतिलाई लिड गरेको गोम भाइलाई म प्रभुलाई धन्यवाद चढाउँदैछु। आज भाइलाई प्रभु आशिष दिनुभएको हुन्। विशेष गरी अहिले प्रभु जीवनमा गर्नुभएको असल कामहरू बोलेर प्रभुको उपस्थितिमा प्रभुको छोराछोरीहरूको बिचमा प्रभुको नामलाई उचालेको खुसीदायीको लागि पनि प्रभुलाई धन्यवाद चढाउँदैछु। अझै प्रशस्त रीतिले उहाँलाई, उहाँको परिवारलाई, उहाँको काममा, उहाँको आत्मिक जीवनमा प्रभुले आशिष दिनुभएको हुन्। आज हाम्रो अगाडि समय धेरै छैन, यस कारणले अहिले गीत गाउनको लागि म सन्त भाइलाई म स्वागत गर्दैछु। हालेलुया। सबैलाई फेरि पनि म जय मसीह भन्न चाहन्छु। जय मसीह। यहाँनिर एउटा सानो प्रस्तुति म गर्न चाहन्छु। विशेष गरी बुवाले बाँसुरी बजाउनुहुन्छ, पास्टर बुवाले गीत गाउनु भन्नुभयो, तर सामूहिक चाहिँ साहब एकदम असल हुन्छ। 1 को भन्दा 2 को अझ बल शक्ति धेरै हुन्छ प्रभुलाई महिमा दिनको लागि। उहाँले बाँसुरी बजाउँदै हुनुहुन्छ, म चाहिँ मादल बजाइदिन्छु। सानो हामी धुन 2 मिनटको मात्र सुनाउन चाहन्छु किनभने समय धेरै छोटो छ। अनि त्यस पछाडि म यो समय फेरि पनि पास्टर बुवालाई दिनेछु। अहिले चाहिँ तपाईँहरूको निम्ति प्रस्तुत यो सङ्गीत, छोटो सङ्गीत।
फेरि पनि सबैलाई जय मसीह। आज बासु बुवाले गीत गाउनु भन्दै हुनुहुन्थ्यो अनि उहाँको पनि एकदम सङ्गीतप्रतिको रुचि भएकोले गर्दा आज म पनि केही भन्न चाहन्छु। गीत मार्फत यो सङ्गीत बाजा बजाएर भन्नुभयो, त्यही भएर हामीले सामूहिक प्रस्तुति दिइसकेको छौँ। फेरि पनि बासु बुवालाई यो समय दिन चाहन्छु। उहाँले मलाई यो प्रस्तुत गर्ने मौका दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिँदै बासु बुवालाई पनि फेरि धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैलाई फेरि पनि जय मसीह। जय मसीह। हालेलुया, हालेलुया। प्रभुलाई महिमा होस्। अहिले हामी प्रभुको पवित्र वचन, जीवित वचन ध्यान गर्नको लागि हामी गइरहेको छु। सबै प्रार्थनामा प्रभुको उपस्थितिमा बस्नुहोस्। प्रभुको आत्मा हाम्रोसँग बोल्नु भएको हुन्। एकछिन हामी वचन ध्यान गर्नुभन्दा अघि नै एउटा सानो प्रार्थना गरेर हामी अगाडि बढ्नको लागि चाहन्छु। यस प्रार्थना अहिले रन्मया बहिनी ओहायोबाट रन्मया यो प्रार्थना गरेर प्रभुलाई महिमा दिनुहुन्छ। रन्मया हुनुहुन्न दाइलमा? हुन्छ, कोही यो हाम्रो वचन ध्यानको लागि कोही एकजना प्रार्थना गर्नुहोस् लाइनमा भएकोहरू। हालेलुया। परमेश्वर धन्यवाद, शक्तिमान पिता धन्यवाद, अनि स्वर्गमा विराजमान हुने बाबा धन्यवाद, सारा सृष्टिको परमेश्वर ईश्वर राजा, हामी हजुरलाई बिन्ती चढाउँदछौँ प्रभु। हामीलाई यो घडीमा परमेश्वरले यो कन्फरेन्स कलमा हामी सबै दाजुभाइ दिदीबहिनीलाई विभिन्न ठाउँबाट हजुरले हामीलाई यसरी बिन्ती प्रार्थना गर्ने मौका दिनुभयो परमेश्वर ईश्वर राजा, अनि हामीलाई यो वचनहरू सुन्ने मौका दिनुभयो परमेश्वर। हामी हजुरलाई बिन्ती चढाउँदछौँ प्रभु। हामी सबै हामी बिन्ती प्रार्थना प्रभु हजुरको नाउँमा चढाएको छु प्रभु। हजुर सबै कुरा सुन्नुहुनेछ परमेश्वर पिता, अनि हामीले अब अहिलेसम्म सबैको लागि हामी बिन्ती प्रार्थना गऱ्यौँ परमेश्वर पिता, अनि सबै रोगी बिरामीहरूको लागि सबैको जे जति समस्याहरू छ सबैको लागि हामी बिन्ती प्रार्थना गऱ्यौँ परमेश्वर पिता प्रभु। हजुर सुन्नु भएको छ प्रभु, अनि अहिले हामी उसको वचनको भागमा गइरहेको छौँ परमेश्वर पिता, अनि हजुरले हामीलाई राम्रो वचनहरू दिनुहोस्, अनि हजुरको वचन सुनाउने छोरासँग प्रभु रहनुहोस् परमेश्वर पिता, अनि हामी हजुरले बिन्ती चढाउँदछौँ प्रभु। अनि त्यो वचन हामीले सुनेर प्रभु हाम्रो ज्यानमा हामीले सबै कुरा राम्रोसँग त्यो वचन पालन गर्न सकौँ, अनि त्यो वचनहरू बुझ्न सकौँ, अनि हामी त्यो वचन अनुसार हामी हिँड्न सकौँ, अनि त्यो वचनमा प्रभु हामीलाई राम्रोसँग हुर्काउनुहोस् बढाउनुहोस् परमेश्वर पिता, अनि हजुरलाई बिन्ती चढाउँदछु प्रभु। अनि हामी अहिले यो कन्फरेन्स कलको धेरै 2-3 हप्ता भइसक्यो प्रभु, अनि हामी यो वचनहरू सुनिरहेको छु प्रभु यस्तो, नि हामी फल फल्ने छोराछोरी नै हामीलाई बनाउनुहोस् प्रभु यस्तो, नि हाम्रो मास्टरले दिनुभयो, अनि त्यो वचन अनुसार प्रभु हामीलाई फलाउनुहोस् अति बढाउनुहोस् प्रभु यस्तो, नि हामी हजुरलाई बिन्ती चढाउँदछौँ प्रभु। अनि हामी सारा जति कन्फरेन्स कलमा छु अनि त्यति सबैले प्रभुले सहायता गर्नुहोस्, अनि प्रभु नहुने नआएकोहरूले प्रभु आउँदो दिनहरूमा प्रभु हजुरको यो वचनहरू सुन्ने, नि हजुरको यो वचनहरू बुझ्ने तिनीहरूलाई मन दिनुहोस्, अनि यो लाइनमा आउने मन दिनुहोस् प्रभु यस्तो, हामी हजुरलाई बिन्ती चढाउँदछौँ प्रभु। धन्यवाद हजुरको छोरा पास्टरसँग यो वचनको लागि प्रभु हजुर स्वयं बोल्नुहोस् प्रभु, हजुरको छोरालाई चलाउनुहोस् प्रभु, हामी हजुरलाई बिन्ती चढाउँदछौँ प्रभु। धन्यवाद हालेलुया परमेश्वर। हामी सारा बिन्ती पसलामा आउँदछौँ अनि प्रभु यीशुको नाममा हालेलुया। आमेन। हुन्छ, प्रभुलाई महिमा होस्। विशेष गरी अहिले वचन ध्यानको लागि एउटा पद पढ्नुहोस्, यूहन्नाको सुसमाचार 15 अध्यायको 16 पद। यूहन्ना 15 को 16 पद। तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाऊ र फल फलाऊ अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सोध दिनुहुनेछ। आमेन। प्रभुलाई महिमा होस्। बितेको दिनहरूदेखि हामी यस पदबाट हामी प्रभुको वचन हामी ध्यान गरिरहेको छु। आज पनि प्रभु हामीलाई यस वचनबाट प्रभु बोल्नु भएको हुन्।
प्रभुलाई महिमा होस्। यस पदमा प्रभु हामीलाई के को लागि चुन्नु भएको छ भनेर लेखिएको छ। हामी परमेश्वरलाई चुनेको होइन, परमेश्वर हामीलाई चुन्नु भएको छ ताकि हामीमा फल रहोस् अनि हामी गएर फल फलाउनको लागि, त्यो फल सधैँभरि हाम्रो जीवनमा रहिरहनुको लागि परमेश्वर हामीलाई चुन्नु भएको छ भनेर प्रभु येशूले भन्नुभयो। अहिले मेरो आवाज सुन्ने परमेश्वरको नानीहरू, हाम्रो जीवनमा परमेश्वरको उद्देश्य हामी फल दिने, परमेश्वरको लागि हामी फल दिने एउटा अवस्थामा म र तपाईहरू जीवन बिताउनु परेको छ। हालेलुया। हामी जहाँ गए तापनि परमेश्वरको लागि फल फलाउने। यदि हामीले फल फलाउन सकेको छैन भने, हाम्रो जीवनबाट फल दिन सकेको छैन भने परमेश्वर हाम्रो जीवनमा कहिले पनि प्रसन्न हुनुहुन्न। हालेलुया। म त्यो वचन ध्यान गर्न बेलामा हामी बितेको सोमबारमा दिनहरूमा हामी त्यो वचन ध्यान गरेको थियो। प्रभुको उपस्थितिमा प्रत्येक परमेश्वरको नानीहरू, विश्वासीहरू र परमेश्वरका दासहरू एउटा रुख जस्तै छ भनेपछि वृक्ष, फल दिने वृक्ष जस्तै छ भनेर परमेश्वरको वचनमा हामी हेरेको थियो। परमेश्वरलाई महिमा होस्। फल दिने वृक्ष, कुनै फल नभएको वृक्ष, खराब फल फल्ने वृक्ष, यी तीनवटा वृक्षको बारेमा हामी परमेश्वरको वचनबाट हामीले ध्यान गरेको थियो। जोसेफको बारेमा हामी पढेको थियो उत्पत्तिको पुस्तकमा। जोसेफ फल दिने एउटा वृक्ष हो भनेर हामी पढेको थियो। अनि लुका सुसमाचार 13 अध्यायमा दागबारीमा रुबेको अंजीरको बोट को बारेमा हामी ध्यान गर्यो। त्यो अंजीरको बोटबाट कुनै फल नभएको अवस्था। यशायाको पुस्तक 5 अध्यायमा खराब फल फल्ने बोटको बारेमा हामी ध्यान गरेको थियो। हालेलुया। अनि कुनै फल नभएको बोटकोसँग परमेश्वर के गर्नुहुन्छ? अझै त्यो बोटलाई प्रभु समय दिँदैछ, त्यो रुखलाई प्रभु समय दिँदैछ। त्यसको बारेमा आज हामी राम्रो प्रकारले हामी ध्यान गर्छौँ। अनि यशायाको पुस्तक 5 अध्यायमा भएको वृक्ष रुखको बारेमा हामी पढ्न सक्छौँ। नराम्रो फल फलेको वृक्ष रुख। अनि नराम्रो फल फलेको कारणले फल फलाउनको निम्ति परमेश्वर सबै कुरा गरेको थियो। अनि अन्तिममा चाहिँ खराब फल फलेको रुख, त्यो रुखको बारेमा यशायाको पुस्तक 5 अध्यायमा म पढ्न सक्छौ। त्यो रुखको लागि परमेश्वर के गर्नुहुन्छ? परमेश्वर त्यसको बारलाई हटाइदिन्छ, पर्खाललाई भत्काइदिनुहुन्छ अनि कहिले पनि त्यसको माथि पानी पर्नको लागि दिँदैन। यशायाको पुस्तक 5 अध्याय फेरि पनि तपाईहरू पढ्नुहोस्। नयाँ आएकोहरू कोही छ भने यो वचनहरू पढेर हेर्नुहोस्। फल फल्ने वृक्ष, कुनै फल नभएको वृक्ष अनि खराब फल भएको वृक्ष। हामी बितेको हप्तामा ध्यान गरेको विषय हो। त्यो म फेरि पनि म फेसबुकमा म हालिदिन्छु, युट्युबमा हालिदिन्छु। यो सबै कुरा रेकर्ड गर्दैछ। अनि आज नयाँ आएकोहरूलाई पनि युट्युबमा, फेसबुकमा त्यो कुरोहरू तपाईँहरू फेरि सुन्न सक्छौ। हालेलुया। परमेश्वरलाई महिमा होस्। आज विशेष गरी त्यो फल नफलेको वृक्षको बारेमा हामी एकदम धेरै रूपले हामी ध्यान गर्नको लागि जान्दैछ। हालेलुया। त्यसको लागि लुका सुसमाचार 13 अध्याय 6 देखि 9 पदसम्म कृपया पढ्नुहोस्। लुका सुसमाचार 13 अध्याय 6 देखि 9 पदसम्म। त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो, कुनै मानिसले आफ्नो दागबारीमा एउटा अंजीरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो। तब त्यसले मालीलाई भन्यो, 3 वर्ष भयो म यस अंजीरको रुखका फल खोज्दैछु तर पाउँदिन। यसलाई काटेर फालिदेऊ, यसले जमिन किन ओगट्ने? तर मालीले भन्यो, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु
र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईले त्यसलाई ढालिदिनुहोस्। हालेलुया। यहाँ यस पदमा हामी दागबारीमा एउटा अंजीरको बोट रोपेको थिए। त्यस बोटमा फल फल्यो कि भनेर माली खाए। तब त्यसलाई मालीलाई भने 3 वर्ष भयो, म यस अंजीरको रुखमा फल गोल्दैछु तर पाउँदैन, त्यसलाई काटेर ढालिदे, यसले जमिन किन अगोट्ने। तर मालीले भने, हजुर त्यसलाई अझै 1 वर्ष रहन दिनुहोस्, म यसको वरिभरि खनेर मल हाल्छु र त्यसपछि फल फल्यो भने बेसरी भयो, भलेन भने तपाईले त्यसलाई ढालिदिनुहोस्। त्यो पदहरू तपाईहरु राम्रो प्रकारले ध्यान गर्नुहोस्। त्यो भित्र धेरै गहिरो कुराहरू, प्रभुको वचनको गहिरो कुराहरू हामी बुझ्न सक्छौँ, ध्यान गर्न सक्छौँ। पवित्र आत्मा यी समयमा त्यो कुराहरू हामीलाई खोलिदिनुहोस्। तपाईहरु प्रार्थनामा बस्नुहोस्। हालेलुया। हेर्नुहोस् पहिले परमेश्वरको नानीहरू, त्यो मालिकले दागबारीमा एउटा अंजीरको बोट रोपेको थिए। त्यो अंजीरको बोटबाट कुनै फल पाएन रे, देखेन, कुनै फल देखेन। अनि बितेको सोमबारमा हामी ध्यान गरेको थियो अंजीरको रुखबाट पाउने फलको बारेमा। 4वटा फल अंजीरको रुखबाट पाउँछ भनेर हामी गएको हप्तामा सोमबारको दिनमा हामी ध्यान गरेको थियो। त्यो तपाईहरु नयाँ नयाँ आएकोहरुको लागि यो कुरा म पद समेत भन्नको लागि चाहन्छु। अंजीरको रुखबाट पाउने फलको बारेमा 4 ठाउँमा बाइबलमा लेखिएको छ। पहले सामुएल 30 अध्यायको 12 र 13 पद। पहले सामुएल 30 अध्यायको 12 र 13 पदमा हामी पढ्न सक्छौँ। दाऊदको मानिसहरू त्यो मिस्रीम बालकलाई, त्यो हामीले किएको एउटा दास मिस्रीम बालकलाई देखाए। 3 दिनसम्म दिन रात कुनै नखाएका कारणले त्यो बालक, मिस्रीम बालक एकदम जीवन नभएको अवस्थामा देखे। अनि दाऊदको मानिसहरूले के गर्यो, त्यो मिस्रीम बालकलाई एउटा एक ढल्लो अंजीरको एक ढल्लो दियो। अनि दिइसकेपछि, खाइसकेपछि त्यो बालकलाई जीवन आयो। त्यो आत्मिक कुराहरूमा, आत्मिक रीतिमा हामी ध्यान गर्यो भने त्यो सुसमाचारलाई दिगाउँदैछ। मिस्रीम बालक बनेपछि, मिस्रीम बनेपछि पाप, मिस्रीम बालक बनेपछि एउटा पापी मानिसलाई दिगाउँदैछ। पापी मानिसलाई कहिले जीवन आउँछ, हाम्रो जीवनमा कसरी जीवन आयो, हाम्रो आत्मालाई कसरी जीवन आयो, हामी सुसमाचार हामी सुनेको कारणले, कोही आएर हाम्रोसँग सुसमाचार बोल्नु भएको कारणले हामी अहिले जीवित भएर परमेश्वरको वस्तुतिमा छु। म परमेश्वरलाई महिमा धन्यवाद चढाउँदैछु। परमेश्वर हामीलाई एउटा अंजीरको रुख झै हामीलाई मण्डलीमा रोप्नु भएको छ। प्रत्येक विश्वासीहरूलाई, एक विश्वासीहरूको जीवनबाट परमेश्वर यो फल चाहनुहुन्छ। तिनीहरू जहाँ गए तापनि तिनीहरूको मुखबाट सुसमाचार बोलेर, पापीलाई सुसमाचार सुनाएर, येशू ख्रीष्टको बारेमा सुनाएर उहाँहरू पनि जीवित होस् भनेर परमेश्वर चाहनुहुन्छ। त्यसकारण अहिले मेरो आवाज सुन्ने प्रत्येक नानीहरू, तपाईँ प्रभुलाई, परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईँ जहाँ गए तापनि पापीहरूलाई सुसमाचार सुनाउनुहोस्। तपाईँको छिमेकीलाई सुसमाचार सुनाउनुहोस्। तपाईँको सँग फोन गर्ने मानिसहरूको सँग सुसमाचार भन्नुहोस्। तपाईँको सँग काम गर्ने मानिसहरूको सँग सुसमाचार भन्नुहोस्। नेपालमा फोन गर्ने बेलामा, जुनसुकै ठाउँमा तपाईँको साथीहरूको सँग फोन गर्ने बेलामा तपाईँ येशूको बारेमा सुनाउनुहोस्। उहाँहरूले जीवन पाउने यी सुसमाचार तपाईँहरू सुनाउनुहोस्। त्यो पहिला अंजीरको फल। हालेलुया। दोस्रो कुरा, अंजीरको रुखबाट पाउने कुरा, जजेस न्यायकर्ताको पुस्तक 9 अध्यायको 8 देखि 11 पदसम्म हामी पढ्न सक्छौँ। वृक्षहरू, रुखहरू सबै रुखहरूको माथि शासन गर्नको निम्ति एउटा राजालाई खोजेर जान्दैछ। उनीहरू हरेक वृक्षको सँग गएर हामी माथि शासन गर्नको लागि तिमी राजा बन्नु भनेर यसरी जान्दैछ। यसरी गएर अंजीरको वृक्षको सँग गएर बन्यो।
त्यो समयमा अन्जिरको रुखले भन्दैछ, म मेरो असल र मिठो फललाई त्यागेर छोडेर तिमीहरूको माथि म शासन गर्नको लागि आउने, नो म आउँदैन भनेर अन्जिरको रुखले भन्दैछ। त्यो वचनबाट हामी आत्मिक हृदय यस्तो प्रकारले हामी विचार गरेको थियो, हामी ध्यान गरेको थियो। हामी अन्जिरको रुख, हामी प्रभुमा विश्वास गरेपछि हामीमा केही असल कुराहरू छ, असल स्वभावहरू छ। हामीले मिठो अरूहरूलाई मिठो दिनेको अवस्था प्रभु हाम्रो जीवनमा दिनुभएको छ। त्यसकारण यदि हामी राज्य हुनको निम्ति, हामी ठुलो हुनको निम्ति हामी आफैले हामी उचाल्यो भने हाम्रो जीवनमा भएको असल र मिठोपनालाई हामी गुमाउँछन्। हालेलुया। यदि हामी नम्र गरेर परमेश्वरको बहुमूल्य शक्तिशाली हात मुनि विनम्र भएर हामी बस्यो भने हाम्रो जीवनमा भएको असल र मिठोपनालाई अरूहरू पनि छाप्न सक्छौ, तिनीहरू पनि त्यो कुरा महसुस गर्न सक्छौ, तिनीहरू पनि यो मिठो हाम्रो जीवनमा भएको मिठोपनालाई उनीहरू पनि त्यो पाउन सक्छौ। हालेलुया। त्यस कारणले कहिले पनि एउटा परमेश्वरको नानी आफैले ठुलो हुनको लागि विचार नगर्ने, आफैले राजा हुनको लागि विचार नगर्ने, आफैले उछाल्नको निम्ति हामी कोसिस नगर्ने। हामी प्रभुको उपस्थितिमा विनम्र भएर बस्यो भने परमेश्वर ठिक समयमा हामीलाई उछाल्नुहुन्छ। परमेश्वर उछाल्नुभयो भने कोही पनि हामीलाई उछ्याउन सक्दैन। हालेलुया। कोही पनि हामीलाई केही पनि गर्न सक्दैन। हाम्रो प्रमोसन परमेश्वरबाट आउनु परेको छ। हामी आफैले ठुलो हुनको लागि विचार नगर्ने, त्यो परमेश्वरको वचन अनुसार होइन। आफैलाई ठुलो बनाएको को हो? त्यो लुसिफर, शैतान। त्यस कारणले परमेश्वर त्यसलाई स्वर्गबाट काटेर पृथ्वी खसाल्यो। त्यस कारणले त्यो आफैले उचाल्नेको स्वभाव येशूको स्वभाव होइन, त्यो लुसिफरको स्वभाव हो, शैतानको स्वभाव हो। त्यस कारण हामीलाई चाहिँ प्रभु येशू ख्रीष्टको स्वभाव धारण गर्ने। येशूको स्वभाव के हो? आफैले परमेश्वरको सँग हुनुभएको येशू परमेश्वरको सँग बसेको त्यो कुरालाई त्यागेर दासको रूप धारण गरेर मानिसको रूपमा यी संसारमा आउनुभयो। काल्भरी क्रुसको मृत्युसम्म आफैले इन्कारेर जीवन बिताउनु भएको थियो। त्यसकारण परमेश्वर येशूलाई एकदम उचाल्नुभयो। सबै नामभन्दा माथि येशूको नाम परमेश्वरले राख्नुभयो। त्यो नामको अगाडि सबै घुट्न टेक्न परेको छ। पृथ्वीमा भएको, स्वर्गमा भएको, पृथ्वीको मुनि भएको सबैको घुट्न त्यो येशूको अगाडि टेक्न परेको छ भनेर हामी प्रभुको वचनमा पढ्न सक्छौँ। त्यो येशूको स्वभाव मेरो र तपाईँहरूको जीवनमा हुनुभएको हुन्। हालेलुया। तेस्रो कुरा हामी अन्जिरको रुखबाट हामी ध्यान गरेको थियो, त्यो हिलिङ, दैविक चङ्गाइलाई दिगाउँदैछ। यशायाको पुस्तक 38 अध्यायको 21 पदमा यसो थिए, राजाको खुट्टामा एउटा बिमारी भएको थियो। हालेलुया। अनि यशाया अगमवक्ताका सँग परमेश्वरले भन्नुभयो, तिमी एउटा नेवारको लेब बनाएर त्यो त्यसमा लगाउनको लागि भनेको थियो। लगाएपछि निको भयो। त्यो अन्जिरको लेब चङ्गाई दिने लेब हो। हालेलुया। हामी अन्जिरको रुख छ भने हामी अरूहरूलाई चङ्गाई दिलाइदिन सक्छौँ। हामी प्रार्थना गरेर अरूहरूलाई हामी चङ्गाई दिलाइदिन सक्छौँ। हालेलुया। मात्र होइन, हामी पनि बिमारी भए तापनि हाम्रो लागि पनि परमेश्वर चङ्गाई दिनुहुन्छ। प्रभुले भन्नुभयो, हालेलुया, ममाथि विश्वास गर्नेहरूको लागि यो चिन्हहरू हुनेछन्, तिनीहरू बिमारीको लागि प्रार्थना गर्नेछन्, बिमारीहरू निको हुनेछन्। हालेलुया। त्यस कारणले यो अनुभव अन्जिरको रुखबाट, त्यो अनुभव परमेश्वर हामीलाई दिनुभएछ। नयाँ आएकोहरूको लागि म फेरि पनि भन्दैछु। हालेलुया। चौथो कुरा, फोर्थ फल अन्जिरको रुखबाट पाउने कुरा लुका सुसमाचारमा हामी पढ्न सक्छौँ। 21 अध्याय 28देखि 30 पदसम्म लुका सुसमाचारमा उतै अन्जिरको रुखलाई हेरेर तिमीहरू एउटा दृष्टान्त सिको भनेर हामी पढ्न सक्छौँ। तपाईँहरू पढेर हेर्नुहोस्। अन्जिरको रुख म र तपाईँहरू हो। तर्थ त्यो अध्यायमा पुरा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको बारेमा लेखिएको अध्याय हो। त्यो अध्यायमा येशू ख्रीष्टको दोस्रो आगमनको बारेमा लेखेर अन्जिरको बारेमा लेखिएको छ।
अंजीरको पत्तोहरू एकदम यो हुन्छ अरे। हालेलुया। हामी पढेपछि त्यो कुरा हामी बुझ्न सक्छौँ। हामी पनि प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको लागि तयार भएर बस्ने नानीहरूको जीवनमा तिनीहरूको प्रार्थनाको जीवन, तिनीहरूको पवित्रताको जीवन, तिनीहरू आत्मिक जीवनलाई अरू मानिसहरू हेरेर हामी कुनै एउटा कुराको लागि तयार हुँदैछ भनेको कुरा अन्य जातिहरू, अविश्वासीहरू, हामीसँग भएको मानिसहरू त्यो कुरा बुझ्न परेको छ। हालेलुया। येशूको दोस्रो आगमन नजिकै छ प्यारे परमेश्वरका नानीहरू। त्यसकारणले भिन्न भिन्न रीतिले, भिन्न भिन्न माध्यमद्वारा परमेश्वर हाम्रोसँग वचन बोल्नुहुन्छ। अहिले अनुग्रहको समयमा परमेश्वर भिन्न भिन्न रीतिले परमेश्वरको वचन हामीलाई सुनाउँदै हुनुहुन्छ ताकि कोही पनि नाश नहोस्, सबै प्रभु येशू ख्रीष्टको नाममा तयार होस् भनेर परमेश्वर यो कामहरू गर्दै हुनुहुन्छ। हालेलुया। प्रेज द लर्ड। त्यसकारण हामी म र तपाईँहरू अंजीरको बोट, त्यो बोटबाट यी चारवटा फल परमेश्वरलाई चाहिएको छ। पहिलो कुरा सुसमाचार, नयाँ आत्माहरूलाई सुसमाचार बोल्ने। दोस्रो कुरा विनम्र भएर जीवन बिताउने। तेस्रो कुरा हामी संगाई पाउने परमेश्वरबाट, अरूहरूलाई संगाई, दैविक संगाई, बिमारीहरूलाई प्रार्थना गरेर संगाई दिलाइदिने परमेश्वरबाट। हालेलुया। चौथो कुरा प्रभुको आगमनको लागि हामी तयार भएर बस्ने। परमेश्वरलाई महिमा होस्। यति कुराहरू गएको शनिबारमा हामी ध्यान गरेको थियो। फेरि पनि हाम्रो जीवनलाई हामी समर्पण गरौँ। अहिले म अर्को एउटा अंजीरको रोगलाई म तपाईँलाई देखाइदिन्छु बाइबलबाट। अर्को एउटा अंजीरको रोग। कृपया पढ्नुहोस् मत्तीको सुसमाचार 21 अध्याय 18 र 19 पद। Gospel of Matthew, chapter 21, verse 18 and 19. इक्कीस अध्याय 18 र 19 पद। यसले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिले शङ्का गरेनौ भने अंजीरको बोटलाई जे गरियो त्यही मात्र होइन। 18 देखि पढ्नु। 18 बिहान सहरतिर फर्कनु हुँदा उहाँ भोकाउनु भयो। बाटोको किनारमा उहाँले एउटा अंजीरको बोट देख्नुभयो। उहाँ त्यस बाटोको छेउमा आउनुभयो तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। तब उहाँले त्यसलाई भन्नुभयो, अब उपरान्त तमा कहिले फल नफलोस् र त्यो अंजीरको रुख तुरुन्तै सुकिहाल्यो। यो हालेलुया। भयो। सुन्नुहोस्, यहाँ एउटा अंजीरको रुखलाई प्रभुको वचनबाट हामी पाए। ध्यानसित सुन्नुहोस्, ध्यानसित त्यो पत्तहरू पढ्नुहोस्। यी अंजीरको रुख अहिले कहाँ रहेछ? बाटोको किनारामा छ। बाटोको किनारामा भएको अंजीरको रुख। लुका सुसमाचार 13 अध्याय 6 देखि 9 पदमा हामी पढेको अंजीरको रुख कहाँ रहेछ? दासबारीमा रोपेको अंजीरको बोट। सुन्नुहोस्, लुका सुसमाचार 13 अध्यायको 6 देखि 9 पदमा को भित्र हामी देखेको अंजीरको रुख दासबारीमा रोपेको बोट, अंजीरको बोट। तर मत्तीको सुसमाचार 21 अध्यायमा 18 र 19 पदमा हामीलाई अहिले भर्खर पाएको अंजीरको रुख बाटोको किनारामा रोपेको बोट। बुझेको बुझेन? हालेलुया। सुन्नुहोस्, यी अंजीरको रुख प्रभु येशूले कुनै फल कि छैन भनेर हेर्न बेलामा के भयो? त्यस बोटको छेउमा येशू आउनुभयो तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। पत्ता मात्र छ, कुनै फल छैन। अनि येशूले के गर्नुभयो? तब उहाँले त्यसलाई भन्नुभयो, त्यो अंजीरको बोटको सँग येशूले भन्नुभयो, अब उपरान्त
कहिले फल नफलोस् र त्यो अंजीरको रुख तुरन्तै ओइल्याइहाल्यो। हालेलुया, प्रेज द लॉर्ड। प्यारे परमेश्वरका नानीहरू, यस अंजीरको रुख बाटोको किनारामा भएको अंजीरको रुख, मैले पहिला भन्यो एउटा विश्वासी अंजीरको रुख जस्तै छ। सुन्नुहोस्, हामी कहिले पनि बाटोको किनारामा भएको विश्वासी भएर नबस्ने। बाटोको किनारामा भएको अंजीरको रुख जस्तै, बाटोको किनारामा भएको रुख जस्तै, अंजीरको रुख जस्तै विश्वासी भएर हामी बस्ने होइन। अहिले यो वचन सुन्न बेलामा तपाईँहरू आफैले विचार गर्नु, तपाईँहरू कहाँ लिएर तपाईँलाई प्रभु रूबरू भएको छ। यदि तपाईँ अहिले कहाँ लिएर छ, बाटोको रूपमा, बाटोको किनारामा प्रभुले भेटेको यस अंजीरको रुख जस्तै छ कि दागबारीको भित्र रोपेको अंजीरको बोट जस्तै छ। हालेलुया, कहाँ मेरे छ अहिले, बाटोको किनारामा छ कि दागबारीको भित्र छ? दागबारी। हालेलुया, दागबारीको भित्र भएको अंजीरको रुख र बाटोको किनारामा प्रभु येशूले भेट्नु भएको अंजीरको रुखको दुई रुखको बारेमा, बोटको बारेमा तपाईँ तुलना गरेर हेर्नुहोस्। दागबारीको बीचमा रोपेको बोट फल दिएन। सुन्नुहोस्, दुईटा अंजीरको बोटमा फल दिएन, होइन र? बाटोको किनारामा भएकोमा फल दिएन, दागबारीमा रोपेको अंजीरको रुखमा पनि फल पाएन। तर दागबारीमा रोपेको बोटको फल नभए तापनि त्यसमा एउटा मानिस छ, त्यो हेरचाह गर्ने एउटा मानिस त्यो दागबारीको भित्र छ। त्यो दागबारीको भित्र मालिक आएर म 3 वर्षदेखि म फल खोजेर आउँदैछ, अहिले केही फल म भेटेको छैन, यसले काटेर फालोस् भन्न बेला म त्यो हेरचाह गर्ने, दागबारीलाई हेरविचार गर्ने, हेरचाह गर्ने मानिसले भन्दैछ, नो आज 1 वर्ष त्यो ध्यान दिनुहोस्, म त्यसको भरिभरि म खनेर मल हालिदिन्छु, आउने फेरि कोही फल फल्यो भने भनेर मध्यस्थ अन्तर्बिन्दी गर्ने एउटा मानिसलाई हामी देख्दैछौँ दागबारीमा रोपेको बोटको लागि। हालेलुया। तर बाटोको किनारामा परेको अंजीरको बोटको लागि अन्तर्बिन्दी गर्नको निम्ति, मध्यस्थ बिन्दी गर्नको लागि कोही पनि छैन। हालेलुया। त्यसको अर्थ के हो प्यारे परमेश्वरको नानीहरू? आमेन। यो कुरो तपाईँहरू बुझ्नुहोस्, एउटा परमेश्वरको दास, परमेश्वरको सेवा गर्ने बुलावट भएको परमेश्वरको दासको त्यो स्वभावलाई परमेश्वर जुन बुलावटले, उन्ची बुलावटले परमेश्वरको मण्डलीको हेरचाह गर्नको निम्ति बुलाउनु भएको छ, आफैले यो लिएको होइन, परमेश्वरबाट बुलावट भएको एउटा परमेश्वरको दास कस्तो हुन्छ त छ? परमेश्वरको दास त्यो मण्डलीको भित्र भएको विश्वासीहरूको लागि अन्तर्बिन्दी गर्न परेको छ, प्रार्थना गर्न परेको छ, विश्वासीहरूको लागि उपवासमा बस्न परेको छ, विश्वासीहरूलाई असल वचन सुनाउन परेको छ, परमेश्वरको हृदयलाई बुझेर, परमेश्वरको मनलाई बुझेर, त्यो मनका अनुसार परमेश्वरको हृदयलाई बुझेर त्यो हृदयका अनुसार विश्वासीहरूलाई खिलाउनु पर्छ भनेपछि परमेश्वरको वचन दिन परेको छ। विश्वासीहरूको लागि उपवासमा बस्ने, विश्वासीहरूको लागि प्रार्थना गर्ने, विश्वासीहरूको लागि सरसल्लाह दिने त्यो काम परमेश्वरको दासहरूलाई परमेश्वर दिनुभएको छ। परमेश्वरलाई महिमा होस्। यस्तो बुलावट भएको परमेश्वरको दासहरूको दागबारीको भित्र भएको अंजीरको रुखको फल नफले पनि त्यो परमेश्वरको दासको अन्तर्बन्दीले गर्दा, त्यो परमेश्वरको दासको परिश्रमले गर्दा त्यो मालिकले त्यसलाई काट्नको लागि दिँदैन। हालेलुया, हालेलुया। कतिजना अहिले म भनेको कुरा बुझ्नुभयो? बुझेको हात उठाएर एउटा हालेलुया गराउनु। Hallelujah. Amen. Hallelujah. Amen. Praise the Lord. अहिले
हाम्रो माझमा पनि कोही परमेश्वरको सेवा गर्ने म पनि अनि तपाईँहरूको तीजना परमेश्वरको सेवा गर्दैछ। अहिले परमेश्वरको आत्मा हामीसँग बोल्दै हुनुहुन्छ। प्रभु येशू क्रिस्टको पवित्र रगतले मोल तिरेर किन्नु भएको परमेश्वरको मण्डली मेरो मण्डली होइन, कुनै व्यक्तिहरूको मण्डली होइन। प्रभु येशू क्रिस्टको पवित्र रगतले काल्भरी क्रुसमा आफ्नो रगत बगाएर किन्नु भएको परमेश्वरको मण्डली कुनै मानिसको मण्डली होइन, त्यो स्वर्गीय परमेश्वरको मण्डली हो। म र तपाईँहरू परमेश्वरको येशू क्रिस्टको पवित्र रगतले मोल तिरेर किन्नु भएको म र तपाईँहरू कुनै मानिसको होइन, मानिसको अन्दरमा होइन। हामी परमेश्वरको दागबारीको अन्जीरको रुख हो। हालेलुया, प्रेज द लर्ड, प्रेज द लर्ड, हालेलुया। तपाईँहरूको दासहरूको लागि, मण्डलीको दासहरूको लागि तपाईँहरू प्रार्थना गरौँ। तपाईँको मण्डलीमा भएको दासहरूलाई परमेश्वर यस्तो प्रकारको रेस्पोन्सिबिलिटी भएको, परमेश्वरबाट बोलावट भएको, परमेश्वरबाट पवित्र आत्माको अभिषेक भएको, परमेश्वरको हृदयलाई बुझेर सेवा गर्ने परमेश्वरको दासहरू बनाउनु भएको। शिवारामाना खराबला शरा खरा दिया, हिमुली खबरवाला शरा दिया। हालेलुया। यस्तो प्रकारको बुनावट भएको परमेश्वरको दासहरू मण्डलीलाई चलाएन भने के हुन्छ थाहा छ? बाटोको किनारमा रोपिएको अन्जीरको जस्तै हुन्छ विश्वासीहरू। बाटोको किनारमा भएको अन्जीरको खिर्का त्यसलाई चारौँतिर खानको लागि कोही पनि छैन, मल दिनको लागि हाल्नको लागि कोही पनि छैन, पानी हाल्नको लागि कोही पनि छैन, कुनै फल पनि हुँदैन। तर सुन्नुहोस्, येशू प्रभु फल खोजेर आउनेछन्। फल पाएन भने कोही अन्तर्विन्दी गर्नको लागि छैन भने प्यारे परमेश्वरका नानीहरू, मत्तीको सुसमाचार 21 अध्यायमा 18देखि हामी पढेको अनुसार प्रभु के गर्नुहुन्छ? लुका सुसमाचार त्यो 13 अध्यायको अन्जीरको रुखसँग हालेलुया मालिक काट्नको लागि भन्न बेलामा नो अहिले नकाट्नुहोस् भनेर भन्दैछ। आमेन। म मल हालिदिन्छु, म चारौँतिर म खन्छु अनि म पानी हालिदिन्छु, फेरि त्यो फल फलाउनको लागि जुन कुराहरू म सबै कुरा गर्छु भनेर त्यसलाई भन्दैछ। तर बाटोको किनारामा रोपिएको अन्जीरको बोटको लागि अन्तर्विन्दी गर्नको लागि कोही पनि दिएन। सुन्नुहोस्, त्यसलाई प्रभुले भन्नुभयो, तिमी अब उब्राउँद ताम कहिले फल नफलोस्। हालेलुया, प्रेज द लर्ड। यस वचन अनुसार हामी सबै फेरि आफैले प्रभुको आत्मा समर्पण गरौँ। हाम्रो मण्डलीको लागि हामी धेरै प्रार्थना गरौँ। हाम्रो परमेश्वरको दासहरूको लागि हामी धेरै प्रार्थना गरौँ। परमेश्वरको दासहरू हालेलुया लापरवाहीको जीवन बिताएर प्रभुको सेवा गर्ने होइन। परमेश्वरको दासहरूको हातमा परमेश्वरबाट ठुलो रेस्पोन्सिबिलिटी दिनुभएको, उहाँहरूको हातमा प्रभुले दिनुभएको, उहाँको दागबारीमा परमेश्वर रोप्नु भएको हालेलुया हजुरको बोटलाई प्रेज द लर्ड हालेलुया खानेर मल हालेर पानी हालेर हालेलुया फल फलाउनको लागि गर्न पर्ने सबै कामहरू गर्नको लागि एउटा कर्तव्य परमेश्वरको दासहरूको लागि दिनुभएको छ। प्रेज द लर्ड हालेलुया। उहाँहरू विश्वासीहरूको लागि प्रार्थना गर्ने, विश्वासीहरूको लागि उपवासमा बस्ने, उहाँहरूको कमजोरीका समयमा उहाँहरूलाई हालेलुया सरसल्लाह दिने, बिमारीका समयमा उहाँहरूको लागि प्रार्थना गर्ने। यदि कुनै पापमा गिर्यो भने तिनीहरूको सँग गएर प्रभुको वचन सुनाएर तिनीहरूलाई आफ्नो हातमा लिएर फेरि पनि हालेलुया प्रभुको वचन सम्झाएर प्रभुको उपस्थितिमा उनीहरूलाई राख्नेको एउटा अगाडि बढाउनको निम्ति पनि परमेश्वरको दासहरूको एउटा ठुलो कर्तव्य छ। हालेलुया, प्रेज द लर्ड। आज हाम्रो आफ्नो मण्डलीको लागि हामी प्रार्थना गरौँ। हामी बाटोको किनारामा रोपिएको बोट जस्तै होइन, तर प्रेजको लर्ड दागबारीको भित्र रोपिएको बोट जस्तै हामीहरू उनको लागि प्रभुले सहायता गर्नुभएको। प्रभुले महिमा होस्। हालेलुया। म अगाडि बढ्नको लागि चाहन्छु। अहिले हामी मत्तीको योहन्नाको सुसमाचार लुका सुसमाचार 13 अध्याय 8 र 9 पद कृपया पढ्नुहोस्। पढ्नुहोस् न लुका सुसमाचार 13 अध्यायका 8 र 9 पद।
तर मालीले भन्यो, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु र त्यसपछि फल फल्यो भने बेचै भयो, फलेन भने तपाईँले त्यसलाई ढालिदिनुहोस्। आमेन। आमेन। सुन्नुहोस्, लुका सुसमाचार 13 अध्यायको 6 देखि 8 पदसम्म दासबारीमा रोपेको अन्जीरको बोटको बारेमा हामी पढ्न सक्छौँ। मालिक फल खोजेर आयो अनि मालिकले भन्दैछ, अहिले 3 वर्ष भयो, म यस अन्जीरको रुखमा फल गोल्दैछु तर पाउँदैनौ, त्यसले काटेर ढालिदे, त्यसले जमिन किन ओगोठने। हालेलुया। त्यसो 7 पद तपाईहरु पछि पढ्नु। 3 वर्ष भयो, अहिले मालिक 3 वर्षदेखि फल खोजेर आउँदैछ। 1 वर्ष आयो, कुनै फल पाएन, दूसरा वर्ष आयो, कुनै फल आएन, कुनै फल फलेन, तीसरा वर्ष आयो, कुनै फल फलेन। त्यसकारण मालिकले भन्दैछ, यसलाई काटेर फालौ, किन यो ठाउँ जमिन किन यसरी व्यर्थरीले यो अगोट्ने भनेर भन्दैछ। हालेलुया। सुन्नुहोस्, 3 वर्षको अर्थ के हो? 3 वर्ष हाम्रो जीवनमा प्रभु एक वर्ष थपेर दिँदै हुनुहुन्छ। 2012 बितेर गयो, 2013 बितेर गयो, 2014 को पहले महिनामा प्रभु हामीलाई ल्याउनु भएको छ, यो पनि अहिले सिद्ध आँटेको छ। सुन्नुहोस्, एक वर्ष मेरो जीवनमा, तपाईँहरूको जीवनमा परमेश्वर थपिदिनेको उद्देश्य के हो त छ? हामी प्रभुको लागि फल फलाउनको लागि हो। हालेलुया। यहाँ 3 वर्ष भनेर लेखेको छ। 3 वर्ष हाम्रो जवानीको अवस्था, हाम्रो बालक अवस्था अनि मध्य अवस्था अनि हामी अलिकति उम्र भएपछि बुढा अलिकति के भन्दैछ उम्र बढेपछि वृद्ध अवस्था। त्यो कहिले कहिले हामी सुन्नुहोस्, बालक अवस्थामा हामी विश्वासमा हुन्छ, बालक अवस्था अनि जवानीको अवस्था, मध्य अवस्था अनि वृद्ध अवस्था। 3 वर्षको अर्थ हामी मनुष्यको जीवनमा भएको 3वटा अवस्थामा पनि हामी परमेश्वरलाई फल दिने। प्रभुमा आइसकेपछि कुनै समयमा फल नदिएर बस्ने होइन। हालेलुया। अनि मालिक आउँदैछ, दासबारीमा रोपेको अन्जीरको रुख हो तर फल छैन अरे। सुन्नुहोस्, अनि 8 पद पढ्नुहोस् कृपया। 8 पद। तब मालीले भन्यो, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु। आमेन। त्यसपछि फल फल्यो भने बेचै भयो, फलेन भने तपाईँले त्यसलाई टालिदिनुहोस्। आमेन। हालेलुया। हालेलुया। सुन्नुहोस्, मालिक चाहिँ काटेर पाल्नको लागि आज्ञा दिएको थियो। मालिक काटेर पाल्नको लागि आज्ञा दिइसकेपछि हेरविचार गर्ने मान्छेलाई न यसरी होइन अहिले नकाट्नुहोस् भनेर को बोल्नु सक्छ र? यो हेरचाह गर्ने मान्छे प्रभु येशूले दिगाउँदैछ, सो परमेश्वरको दास दिगाउँदैछ। हालेलुया। सुन्नुहोस्, अहिले यहाँ यो मालीले भन्दैछ, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्। तपाईँ कुरा बुझ्नुहोस्, प्रभु येशू पिता परमेश्वरको दैनेपट्टि बसेर मेरो लागि, तपाईँहरूको लागि, प्रत्येक विश्वासीहरूको लागि अन्तर्बन्दी गर्दै हुनुहुन्छ। परमेश्वर मेरो जगतले मूल तिरेर किनेको मेरो छोरा मेरो छोरीको माथि केही नाइ नपरोस्। अहिले अझै 1 वर्ष थपिदिनुहोस्, अझै 1 वर्ष दिनुहोस्। त्यो भविष्यमा फल फल्नको लागि सबै कुरा म गर्छु। हालेलुया। सुन्नुहोस्, त्यो फल फलाउनको लागि चाहिने सबै कुरा परमेश्वर हाम्रो जीवनमा गर्नुहुन्छ।
अहिले हामी फल फलाउनको लागि यो प्रेयर लाइन पनि परमेश्वर हामीलाई दिनुभएको छ। हालेलुया। यो त्यत्तिकै आएको होइन, परमेश्वरको ठुलो योजनाले यस प्रेयर लाइन परमेश्वर यहाँ परमेश्वरको आत्माद्वारा अगुवाई भएर सुरु गरेको छ। प्यारे परमेश्वरको नानीहरू, मलाई एउटा कुराको दृढ विश्वास छ, अहिले यस प्रेयर लाइनमा भएको परमेश्वरका नानीहरू लापरवाहीको जीवन बिताउनेहरू होइन। लापरवाहीको जीवन बिताएर विश्वासी बनेर जीवन बिताएर कतिजना हिँडिरहेको छ, तर तिनीहरू यस लाइनमा आउनु सक्दैन। कारण वचनको तीर्थ भएको, सत्य कुराको तीर्थ भएको, यो आत्मिक जीवनमा अगाडि बढ्नको लागि इच्छा भएकोहरू मात्र यस प्रेयर लाइनमा आउँछ। हालेलुया। अहिले यस प्रेयर लाइनमा जो जति छ, मलाई शुभ दृढ विश्वास छ, तपाईँलाई आत्मिक जीवनमा अगाडि बढ्नको लागि धेरै इच्छा छ, तीर्थ छ। त्यस कारणले तपाईँ यी फोन यसरी कानमा लेखेर यति घण्टा बसिरहनु भएछ, नसुतिकन काम गरेर थकिएर पनि तपाईँले अहिले यी प्रभुको वस्तुमा बसेको कारण प्रभुको लागि, प्रभुको वचनको लागि, आत्मिक जीवनमा अगाडि बढ्नको लागि तपाईँलाई इच्छा भएको कारणले, तीर्थ भएको कारणले तपाईँ अहिले प्रभुको वस्तु दिनेछु। म त्यसको लागि प्रभुलाई धन्यवाद चढाउँदैछु। हालेलुया, प्रेज द लर्ड, हालेलुया, धन्यवाद। त्यस कारणले हेर्नुहोस्, आउने दिनहरूमा भविष्यमा तपाईँ र म अझै प्रभुको लागि फल फलाउनको लागि प्रभु चाहनुहुन्छ। त्यसको लागि प्रभु अहिले हामीलाई वचन बोल्दै हुनुहुन्छ। प्रेज द लर्ड, हालेलुया। सुन्नुहोस्, यहाँ भन्दैछ त्यसलाई अझै 1 वर्ष ल्याउन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु। त्यो शब्द तपाईँले राम्रो प्रकारले बुझ्नुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु। को भन्दैछ? प्रभु येशू पिता परमेश्वरको सँग बोल्दै हुनुहुन्छ। म मेरा छोराको, मेरा छोरीको यस अंजीरको रुखको छानतिर खनेर म मल हालिदिन्छु, म पानी हालिदिन्छु। त्यो काम अहिले प्रभु गर्दै हुनुहुन्छ यस प्रेयर लाइनद्वारा। हालेलुया। सुन्नुहोस्, त्यसको अलिक गहिरो रूपले हामी यो कुरा बुझ्नको लागि जान्दैछु। पहिले के भन्दैछ? म यसको वरिपरि खनेर मल हाल्छु अरे। तपाईँहरू भुटानमा, नेपालमा हो बस्ने बेलामा दासबारीमा कुनै रुखको छारोतिर कोनेकोहरू कतिजना छ खानेकोहरू? हालेलुया। म यस्तो प्रकारको एउटा किसानी परिवारमा हुर्किएको। म धेरै नारियलको, सुपारीको पेड़, नारियलको पेड़, रबर पेड़ अनि सिमिल सरुल धेरै कुराको छारोम दिएर खनेर मल हालेर तपाईँ मलाई एकदम एक्सपिरियन्स छ। हालेलुया। म हाम्रो गाउँमा अहिले पनि त्यो कामहरू गर्छ। तपाईँहरू पनि यो राम्रो प्रकारले बुझेको मान्छे रहेछ। त्यस कारणले म भन्न बेलामा तपाईँहरू कुरा बुझ्न सक्छौ। सुन्नुहोस्, यहाँ मानिसले भन्दैछ म त्यो अन्जिरको बोटको छारोतिर खन्नेछु। त्यो खन्न बेलामा के हुन्छ प्यारे परमेश्वरको नानीहरू? के हुन्छ? माथि भएको अन्जिरको रुखको जेरा, माथिको जेरा हुन्छ होइन? माथिको जेरा। हेलो, बुझ्दैछौ कुरा? हजुर। त्यो माथिको जेरालाई के भन्छ नेपालीमा? हामी चाहन्थेर अन्जिरको रुख, कुनै रुखको माथि हामी खन्न बेलामा त्यो रुखको माथि भएको जेरालाई के भन्छ नेपालीमा? माथि जेरा हुन्छ होइन? तर हामी खन्न बेलामा त्यो जेरा काट्छ कि काट्दैन? काट्छ। माथि खन्न बेलामा माथिको जेराहरू काट्छ। त्यो काटेको पनि त्यो रुख सुक्दैन, त्यो रुखले केही पनि हुँदैन। हालेलुया। सुन्नुहोस्, हाम्रो पनि हामी अन्जिरको रुख कहिले प्रभु हाम्रो कारण दिएर खान प्रभु खान्छ।
खान्न बेलामा के हुन्छ भने हाम्रो केही जेरलहरू काट्दिन्छ। हालेलुया। यो जेरल के को लागि देखाउँदैछ? यी माथि भएको हामीलाई प्रभु खान्न बेलामा माथिको जेरा खान्छ भनेको कुरा, त्यो माथिको जेरा सुन्नुहोस्, त्यो जेराले गर्दा यो अन्जीरको रुख राम्रो प्रकारले फल फलाउन सकेको छैन। त्यस कारण प्रभु के गर्छ भने त्यो जेरालाई काट्दिन्छ। कुन कुरा हो त्यो जेरा? हो हाम्रो शक्ति, हाम्रो बुद्धि, मेरो ज्ञान, म गर्छु, हाम्रो एक्सपिरियन्सलाई देखाउँदैछ। हामी कुनै कुराको माथि आशा भरोसा राख्दैछ। हाम्रो काम, डलरको माथि, बैंक डिपोजिटको माथि, हाम्रो एक्सपिरियन्सको माथि, कुनै मानिसको माथि हाम्रो आशा भरोसा राखेको छ भने प्रभु के गर्नुहुन्छ? हामी असल रीतिले प्रभुको लागि फल फलाउनको निम्ति यस्तो प्रकारको जेरालाई प्रभु खादिनुहुन्छ। हालेलुया। प्यारे परमेश्वरको नानीहरू, हामी कसैको माथि धेरै भरोसा नराख्ने, तपाईँको कामको माथि पनि धेरै भरोसा नराख्नु। बैंक डिपोजिट कति यदि छ भने त्यसको माथि पनि, डलरको माथि पनि धेरै आशा भरोसा नराख्नुहोस्। तपाईँको शक्तिमा धेरै आशा भरोसा नराख्नुहोस्। कुनै मानिसको माथि धेरै आशा नराख्नुहोस्, भरोसा नराख्नुहोस्। त्यो माथिको जेरा हो। हामी विचार गर्दैछ त्यो जेराद्वारा हामी फल फलाउन सक्छौँ, मैं के काम गर्न सक्छौँ, तर सक्दैन। हाम्रो आशा भरोसा प्रभुको माथि मात्र राख्ने, प्रभुको माथि राखेपछि मात्र हामी प्रभुको लागि फल फलाउन सक्छौँ। यी संसारमा भएको कुनै कुराको माथि एउटा परमेश्वरको नानी आशा राख्ने होइन। म कोलेर पनि मेरो आशा भरोसा मेरो प्रभुको माथि छ। मेरो प्रभु मलाई सहायता गर्नुहुन्छ, मेरो प्रभु मलाई अनुग्रह दिनुहुन्छ भनेर हामी मुख खोलेर प्रभुको लागि मात्र महिमा दिने। हालेलुया, प्रेज द लॉर्ड, प्रेज द लॉर्ड, आमेन। परमेश्वरलाई महिमा होस्। खाँदैछ वरिपरि खान्न बेलामा माथिको जेराहरू काट्नेछन्। त्यो काटेको कारणले सुन्नुहोस्, हामी सुक्दैन, अन्जीरको रुख कहिले पनि सुक्दैन। त्यो खान्न बेलामा माथिको जेराहरू काटेर के को लागि काट्दैछ? राम्रो प्रकारले फल फलाउनको लागि त्यो काट्दैछ। हालेलुया, प्रेज द लॉर्ड, आमेन। त्यसको लागि त्यो जेरालाई भन्दैछ फल्स रेफ्युज। हालेलुया। अहिले यस वचन सुन्न बेलामा हामी आफैले जान्जेर गरौँ, हामीलाई कुनै फल्स रेफ्युज छ कि छैन? हामी येशू बाहेक, परमेश्वर बाहेक, यी संसारमा भएको कुनै कुराको माथि धेरै आशा भरोसा राखेको छ भने त्यस कारणले हामी परमेश्वरलाई फल फलाउन सक्दैन। परमेश्वर बिस्तारै त्यो जरालाई काटिदिनुहुन्छ। हालेलुया। दिनों बिहान उठेर भन्नुहोस्, प्रभु तपाईँ नै मेरो आशा छ, तपाईँको माथि मेरो भरोसा छ, तपाईँद्वारा मात्र म मेरो काम गर्न सक्छु, तपाईँद्वारा म हिँड्न सक्छु, तपाईँद्वारा मात्र म सबै कुरा गर्न सक्छु। प्रभु तपाईँ बाहेक मलाई कोही पनि छैन। प्रभु मेरो शक्ति, मेरो बुद्धि, मेरो ज्ञान, मेरो काम गर्नेको ताकत, मेरो सबै कुरा तपाईँद्वारा मात्रै छ। प्रभु म तपाईँद्वारा जीवन बिताउनको लागि चाहन्छु भनेर मुख खोलेर बोलेर प्रभुलाई महिमा दिनुहोस्। हालेलुया, प्रेज द लॉर्ड, आमेन। धन्यवाद। सुन्नुहोस्, अनि खानेर मात्र होइन, यहाँ भन्दैछ म त्यसको वरिपरि खानेर मल हाल्छु अरे। के हालिदिनुहुन्छ? मल हाल्छ अरे। प्रेज द लॉर्ड। त्यतिकै खानेर जेरालाई काटेर जान्दैन, खानेर जेरालाई काटेर मल हालिदिनुहुन्छ। यो मल के को लागि हो? त्यो अंजीरको बोझ एकदम शक्तिले बढ्नको निम्ति बढेर एकदम फल दिनको लागि मल हाल्दैछ। हालेलुया। हाम्रो जीवनमा परमेश्वर हालिदिने मल के हो त तपाईहरुलाई? कस्तो प्रकारको मल परमेश्वर मलाई हालिदिनुहुन्छ? प्रभुको वचनबाट हामी बुझ्न सक्छौँ। हामी आत्मिक जीवनमा बढ्नको निम्ति, हामी परमेश्वरको निम्ति फल फलाउनको निम्ति, कुनै हामीलाई शक्ति दिने
केही कुरोहरू प्रभुको वचनबाट हामी पढ्न सक्छौँ। तीनवटा कुरो म तपाईँहरूको अगाडि राख्नको लागि चाहन्छु यस रातको समयमा। नेहमियाको पुस्तक 8औं अध्यायको 10 पद, नेहमिया 8को 10 पदमा के लेखेको छ? एकजना कृपया पढ्नु। नेहमिया 8को 10। पढ्नु न छिटो। आमेन। यसकारण म तिनीहरूका अरूहरूलाई र तिनीहरूका खेतमया मालिकहरूलाई दिनेछु, सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठुला। 8को 10 पद, 8को 10 हो नि, 8को 10 हो। हजुर सुन्नुहोस्, त्यसको म समय छैन, म पढ्छु। किनभने आजको दिन हाम्रो प्रभुको निम्ति पवित्र छ, उदास नहो, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो भनेर लेखेको छ। हाम्रो बल के हो? हाम्रो मल के हो थाहा छ? हामीलाई बल दिने कुरो के हो थाहा छ? यस वचनको भित्र लेखेको छ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो। परमप्रभुमा आनन्द बनाउने कतिजना छ अहिले प्रेयर लाइनमा? परमप्रभुमा मात्र खुसी बनाउने कतिजना छ? हालेलुया, हालेलुया। परमप्रभुमा खुसी मनाउने विश्वासीहरू कतिजना छ? आज सुन्नु, विश्वासीहरू धेरै छन्, तर उनीहरूको खुसी कहाँ छ थाहा छ? 2 घन्टा 3 घन्टा 4 घन्टा गफ गरेर बस्छन्, तिनीहरूको खुसी हुँदैछ। गफ गरेर बस्ने, सिनेमाको अगाडि बस्ने, संसारीको सिनेमा हेरेर रमाउनको निम्ति धेरै रहेछ। संसारीको कुरोहरूमा खुसी मनाउने धेरै विश्वासीहरू छ, तर सुन्नुहोस्, विश्वासीहरू कहिले पनि संसारमा रमाउनको लागि जान्दैन। सिनेमाको अगाडि फिल्म हेरेर फिल्मको अगाडि बसेर रमाउनको लागि जान्दैन। विश्वासीहरूको रमावट परमेश्वरको वस्तुले हुन्छ, वचन पढाइमा हुन्छ, प्रभुको वचन सुन्ने कुरामा हुन्छ, प्रार्थनामा खुसी हुन्छ, सङ्गतिमा खुसी हुन्छ, सुसमाचार बोल्ने कुरामा खुसी हुन्छ। एउटा असल विश्वासी संसारमा रमाउनु सक्दैन। शिकावाला कतरा दिया, रमोना कसरादरा दिया, रिमोबोबोराबाला शकरादरादरादा। अहिले परमेश्वरको आत्मा बोल्दै हुनुहुन्छ यस प्रेयर लाइनमा। ओ यस आवाज सुन्ने कोही परमेश्वरको नानीहरू संसारमा रमाउँदैछ, संसारमा रमाउँदैछ, सिनेमा हेरेर रमाउँदैछ, संसारिक कुरामा रमाउँदैछ। यदि तिमीहरू यसरी रमायो भने परमप्रभुमा खुसी छैन, तिमी परमेश्वरको वस्तुमा हेरेर रमाउन सक्दैनौ। तपाईँको घरको भित्र सिनेमाको सिडी छ भने, ओ सिनेमा हेर्दैछ भने आज वर्ष काम गरौ, आज वर्ष काम गरौ। Amen. Praise the Lord, praise the Lord. Hallelujah, hallelujah. Hallelujah. Praise Jesus. Hallelujah. पास्टरज्यूको लाइन कट अफ हुनु। The host has joined the conference. हजुर, उहाँ आइसक्नु भयो फेरि। हालेलुया, हालेलुया। अहिले नै पश्चाताप गरेर परमेश्वरका नानीहरू, हालेलुया, परमेश्वरको आत्मा बोल्दै हुनुहुन्छ। तिमी किन परमेश्वरको वस्तु रमाउन सकेको छैन? किन तिमी बाइबल पढ्न सकेको छैन? किन तिमी सङ्गतिमा जाने कुराहरूमा पछाडि छ? कारण तिम्रो खुसी, तिम्रो आनन्द संसारमै छ। संसारलाई प्रेम गर्नेहरूको निम्ति हालेलुया परमेश्वरको सन्दर्भ शत्रु भनेर याकोबको पत्रमा म पढ्न सक्छु। त्यसकारण आज पश्चाताप गरेर परमेश्वरको लागि फल फलाउनको लागि तिमी आफैले समर्पण गरौ, संसारको कुरालाई त्यागौ। येशू तिम्रो लागि काल्भरी क्रुसमा आफ्नो जीवन दिनुभयो, तिम्रो लागि प्रभु येशू ख्रीष्ट कष्ट भोग्नुभयो, खोला खानुभयो, ताकि तिमी उहाँलाई रमाउनको
रमाउनको निम्ति उगा प्रभु येशू तिम्रो दुलगा हुनुहुन्छ। त्यो दुलगामा तिमी रमाओ। संसार शैतानको कुरा हो, शैतानको कुराहरूमा तिमी नरमाओ। यदि यस्तो कुरालाई जीवन मिलायो भने तिमी येशूको आगमनमा जाने छैन भनेर पवित्र आत्मा अहिले बोल्दै हुनुहुन्छ। कसैसँग पवित्र आत्मा व्यक्तिगत रीतिले बोल्दै हुनुहुन्छ। तिम्रो जीवनको धेरै कुराहरूको कारण तिमी प्रभुमा रमाउन सकेको छैन। तिमी विश्वासी भएर पनि तिमी संसारमा रमाउँदैछ, संसारको रमाइलो तिमी रमाउँदैछ, फिल्म हेरेर रमाउँदैछ। तिमीसँग पवित्र आत्मा बोल्दै हुनुहुन्छ, पश्चाताप गरौ। Shikamana, Shamarabana, Sharadara. Hallelujah. 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 Praise the Lord. Amen. Hallelujah. Amra belkiyo. Oh, परमेश्वर को वस्तु दीने अमर बेलो। परमेश्वर मेरे मावने ने अमर बेलो। हालेलुया। प्रेज द लॉर्ड। आज देखिए प्रभु मेरे मावने को लगी समर्पण करो। तिमी भन्न प्रभुको सँग, प्रभु म तपाईँ मेरा माउनको लागि चाहन्छु, तपाईँ मेरा लागि कालभरी क्रुसमा मर्नुभयो प्रभुजी, म तिमी मेरा माउनको लागि चाहन्छु। सायद यस्तो प्रकारको वचनहरू तपाईँ पहिले सुन्न सकेको छैन होला, तर अहिले प्रभु तपाईँले सुनाउँदै हुनुहुन्छ। यो वचन सकेपछि यी प्रचार गर्ने वचनको माथि कुनै शङ्का, कुनै डाउट छ भने तपाईँ मलाई फोन गरेर सोध्न सक्छौ। म वचन निकालेर तपाईँलाई म दिखाइदिन्छु। हालेलुया। प्रेज द लर्ड। तपाईँ फल फलाउनको लागि परमेश्वर चाहनुहुन्छ, प्रभुको आगमनमा उठाले जानको लागि प्रभु चाहनुहुन्छ। त्यसकारण संसारलाई, संसारको कुराहरूलाई प्रेम गर्नु। हालेलुया। धन्यवाद। किन हामी परमेश्वरमा रमाउन सकेको छैन? कारण के हो? हामीलाई एउटा शुद्ध विवेक छैन। Amen. Oh, राम्रो प्रकारले we need a proper cleansing by the blood of Jesus, by the word of God, by the Holy Spirit. We need the proper cleansing. हालेलुया। पवित्र आत्मा द्वारा, परमेश्वर को वचन द्वारा, प्रभु येशू ख्रीष्ट रगत द्वारा हामीलाई एउटा शुद्धिकरण चाहिएको छ। त्यो शुद्धिकरण नभएको कारणले हामी प्रभुको वस्तुमा रमाउन सकेको छैन। मात्र होइन, परमेश्वर र मानिसहरूको सँग शुद्ध विवेक पनि चाहिएको छ। शुद्ध विवेक छैन भने हामी प्रभुको वस्तुमा रमाउन सक्दैन। मात्र होइन, हालेलुया। When we keep purity in our life, that is the joy. हाम्रो जीवनमा हामी पवित्रतालाई कायम राख्यौँ भने हामी रमाउन सक्छौँ प्रभुमा। हालेलुया। Oh, that will help us to rejoice in the Lord always. त्यो कुरा सधैँभरि प्रभुमा रमाउनको लागि, त्यो रमाउद्वारा हाम्रो जीवनमा हाम्रो भित्रक आत्मालाई एउटा शक्ति पाउनेछन्। त्यो शक्तिद्वारा हामी बढेर प्रभुलाई फल फलाउन सक्छौँ। हालेलुया। प्रेज द लर्ड। हालेलुया। हालेलुया। मेरा आवाज सुन्ने प्यारे परमेश्वरका नानीहरू, मेरो 23 उम्रमा म विश्वासमा आएको, असल जवानीको उम्रमा 23 वर्षको। त्यसभन्दा अघि नै म एक दिन 4वटा फिल्म हेर्ने मान्छे थियो। एक दिन 4वटा फिल्म पुरा मातेर सिगरेट खाएर साथीहरूको सँग हिँडेको मान्छे हो। तर त्यो 23 वर्षमा अहिले पनि मलाई याद छ, मेरो प्रभुको वचन सुनिसकेपछि मेरो जीवनमा पश्चाताप भयो। कालभरी क्रुसको दर्शन प्रभु मलाई दिनुभयो। तपाईँले साचा थियो सुनिसकेपछि एउटा ठुलो पश्चाताप खाने भयो। प्रभु मेरो जीवनमा दिनुभयो। त्यो म 15-20 मिनट प्रभुको वस्तुमा रोए आँसु बगाए। प्रभु म पापी छु, मलाई एउटा जीवन चाहिएको छ भनेर म समर्पण गरिसकेपछि त्यो अनुभवपछि प्यारे परमेश्वरको नानीहरू फेरि म अहिलेसम्म देखेको छैन। अहिले 20 वर्षको अगाडि 20 वर्ष भयो। हालेलुया। 22-23 वर्ष भयो विश्वासमा आएर। अहिलेसम्म एक सिनेमा पनि देख्नको लागि मलाई मन छैन। मेरो रमाउट सिनेमामा होइन, मेरो रमाउट संसारमा होइन, मेरो रमाउट मेरो प्रभुको सेवा गर्ने कुराहरूमा हो। मेरो रमाउट प्रार्थनामै छ, मेरो रमाउट प्रभुको वचन गर्ने कुरामै छ। ओ त्यसकारण यो कुरामा तपाईँहरूसँग बोल्दैछु। शिक्षाबाट ठुलोबाट सरल गरादिया। हालेलुया। आमेन। हालेलुया। यसकारणले जीवनलाई परिवर्तन गर्नुहोस्, पश्चाताप गर्नुहोस्। हालेलुया। आमेन। हाम्रो मन परमेश्वरको वस्तुको शक्ति हाम्रो मन हो, तो खुशी नै हाम्रो मन हो। दोस्रो कुरा, 2 कोरिन्थी 12 र 10 पदमा हामी पढ्न सक्छौँ। 2 कोरिन्थी 12 र 10 पदमा प्रेरित पौल भन्दैछ। आमेन। के भन्दैछ पढ्नुहोस्।
आमेन, हालेलुया। छिटो पढ्नुहोस्। तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति प्रयत्न छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। सुन्यो परमेश्वरका नानीहरू, यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर बरु मेरो दुर्बलतामा बेटी खुसी साथ गर्व गर्नेछु। कहाँ खुसी छ? दुर्बलतामा। पहिले खुसीदायीले गवाई बढ्ने बेलामा भन्नुभएको थियो, हामी सधैँभरि सङ्कटको समयमा, बिमारीको समयमा, जुनसुकै अवस्थामा पनि हामी परमेश्वरलाई हामी धन्यवाद चढाउन पर्छ भनेर सुनेको सुनेन? हालेलुया। हामी हाम्रो जीवनमा असल समयमा मात्र होइन, बिरामी आउने बेलामा, कष्ट दुःख समस्या आउने बेला पनि यी वचनका अनुसार हामी रमाउने, खुसीसँग रमाउने कारण के छ? प्रभुको अनुग्रह हो। प्रभुको शक्ति हाम्रो कमजोरीमा, हाम्रो दुर्बलतामा, हाम्रो शरीरमा प्रभु काम गर्नको लागि दिनुहुन्छ। त्यसकारण खुसीमा गर्व गर्ने अरे हाम्रो दुर्बलताहरूमा, त्यो हाम्रो लागि एउटा बेल हो। म छिटो जान्दैछु। हालेलुया। हामी परमेश्वरको अनुग्रह हाम्रो लागि शक्ति छ। हामी खुसी बनायो भने परमेश्वरको अनुग्रह हामीलाई दिनुहुन्छ। अनि तेस्रो कुरा, हितोपदेश 10 अध्यायको 29 पद। हितोपदेश 10:29 पद। आमेन। परम प्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो, तर परम प्रभुको मार्ग धर्मीहरूको निम्ति शरणस्थान भनेर नेपालीमा लेखेको छ, तर इङ्ग्लिसमा यस्तो प्रकारले लेखिएको छ, शरणस्थान हो इन स्ट्रेङ्थ, वे अफ द लर्ड इज strength to the upright. Way of the Lord is strength to the upright. धार्मिक जन को निम्ति परमेश्वर को बाटो शक्ति करे। तपाईँ परमेश्वर को बाटो में हिँड्ने व्यक्ति छ भने, परमेश्वर को वचन अनुसार जीवन बिताउने एउटा परमेश्वर को विश्वासी नानी छ भने त्यो तपाईको लागि एउटा शक्ति छ। हालेलुया। अहिले तपाईले शक्ति दिने वचन परमेश्वरको आत्मा बोल्दै हुनुहुन्छ। अहिले तपाईँ इस वचन अनुसार जीवन बिताउनको लागि समर्पण गर्यो भने त्यो तपाईँको आत्मिक जीवनमा शक्तिको कारण हुन्छ। तपाईँ परमेश्वरको लागि फल फलाउन सक्छौ। हालेलुया। परमेश्वरलाई महिमा होस्। आमेन। अहिले समय दिएर गएको कारणले म यहाँ सिधाउँछु, बाँकी भागहरू म पछि तपाईँहरूलाई सुनाउनको लागि म चाहन्छु। एकछिन अहिले सुनेको वचनको अनुसार सबै आफ्नो आफ्नो अंग छिमेर प्रभुको वचनलाई आफ्नो जीवनको सँग तुलना गर्नुहोस्। वचनको अगाडि ध्यान हेर्नुहोस्, हाम्रो जीवन कस्तो छ, हामी प्रभुको लागि फल फलाउन सक्छ कि सक्दैन। हालेलुया। प्रभुले भन्दैछ, म चारो माउ अस्कभरिभरि खानेर म मल हालिदिनेछु। हालेलुया। ओ प्यारे परमेश्वरको नारीहरू, प्रभु हामीलाई प्रेम गर्नुहुन्छ, प्रभु हामीलाई प्रेम गर्नुहुन्छ। अब कोही पनि नसुनाओस् भनेर संसारको सँग, अविश्वासीहरूको सँग, दुष्ट मानिसहरूको सँग म र तपाईँहरू नसुनाओस् भनेर परमेश्वर आफ्नो वचन हामीलाई सुनाउँदै हुनुहुन्छ। कतिजना यस परमेश्वरका असल वचनको अगाडि आफ्नो जीवनलाई समर्पण गर्नुहुन्छ। हालेलुया। नहेर्नुहोस्, तपाईँ प्रभु येशूलाई मात्र हेर्नुहोस्। विश्वासको कर्ता सिद्ध गर्ने हुने प्रभु येशूलाई मात्र हेरो। त्यो पास्टरलाई, त्यो विश्वासीलाई त्यसलाई नहेरो। तिनीहरूलाई हेरेपछि तिनीहरू जस्तो हुनेछन्, तर प्रभु येशूलाई हेर्यो भने तिमी येशू जस्तो हुनेछन्। तिमी येशूका नाममा अगाडि जानेछन्। हालेलुया, हालेलुया। ओ जीसस, हालेलुया। परमेश्वरको आत्मा कसैको हृदयमा ओ स्पष्ट रीतिले बोल्दै हुनुहुन्छ। तपाईँको हृदयको भित्र परमेश्वरको आत्मा बोल्दै हुनुहुन्छ। ओ प्रेज द लर्ड। पश्चातापको अनुभव तपाईँले दिँदै हुनुहुन्छ। अहिले मुख खोल्नुहोस्,
अहिले मुख खोल्नुहोस्, यस वचनका अगाडि तपाईँको शिक्षाको दिनहरूमा भएको बोल गल्तीले के गर्नु सिकामानामा सरबानामा सरगनागना यसुको रगत तपाईँको लागि, ओ प्रभुको रगत तपाईँको लागि अहिले पवित्र पार्नुको निम्ति एउटा नयाँ जीवन आजदेखि सुरु गर्नुको निम्ति सिकामाना बराबरमा सरबानागना सरादरा हालेलुया। ओ समर्पण गर्नको लागि कायमीहरू अहिले मुख खोलेर एकछिन प्रार्थना गर्नुहोस्। हालेलुया। म यहाँ महसुस गर्दैछु, हालेलुया। प्रेज द लर्ड। ओ जीसस, जीवनलाई हुन्छ। बाल्टिमोरबाट पवित्र बहिनी यो वचनको अन्त्य भागमा सानो प्रार्थना गर्नुहोस्। पवित्र बहिनी। धन्यवाद पवित्र परम प्रभु परमेश्वर पिता, हामी तपाईँ प्रभुलाई यसरी धन्यवाद फेरि पनि प्रभु तपाईँ परमेश्वरले हामीलाई दिनुभएको यस सुन्दर समयको लागि हामी तपाईँ प्रभुलाई धन्यवाद दिँदछौँ। प्रभु फेरि पनि साँच्चै नै तपाईँ परम प्रभु आफ्नो दासद्वारा प्रभु हामीसँग बोल्नुभएको पवित्र वचनको लागि हामी तपाईँलाई धन्यवाद दिँदछौँ। परमेश्वर पिता साँच्चै नै प्रभु हामी तपाईँको उपस्थितिमा बस्ने आज हाम्रो निम्ति आनन्द धन्यवाद हुन्छौँ। साँच्चै नै प्रभु जब हामी तपाईँमा रमाउँदछौँ भने तपाईँको आनन्द नै आज हाम्रो निम्ति बल हो। परमेश्वर तपाईँको वचनद्वारा पवित्र आत्मा यो रातको समयमा तपाईँ हामीसँग बोल्नु भएको लागि हाम्रो हृदयबाट हामी तपाईँलाई धन्यवाद दिँदछौँ। परमेश्वर साँच्चै नै प्रभु यी सबै कुरा तपाईँ परम प्रभुले आज हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा प्रभु हामी यो वचनहरू तपाईँ परमेश्वरले हामीलाई दिनुभएको छ। हामी धन्यवाद दिन्छौँ। दिलाउनु भएको छ प्रभु। आज हामी कुन कुराको निम्ति रमाइरहेका छौँ प्रभु? हामी तपाईँमा रमाउँदैछौँ, यहाँ संसारको कुराहरूमा रमाउँदैछौँ प्रभु। हामी कुन कुरामा आनन्द लिरहेका छौँ? तपाईँ हाम्रो हृदयको कुराहरू जान्नुहुने परमेश्वर हुनुहुन्छ प्रभु। हामी संसारको कुराहरूमा रमाइरहेका हामीलाई तपाईँले क्षमा गर्नुहोस् प्रभुजी। साँच्चै प्रभु हामी कुनै पनि प्रकारले हामी प्रभु संसारको कुराहरूमा रमाउने होइन, तर प्रभु हामी तपाईँको उपस्थितिमा रमाउने नानीहरू तपाईँले हामीलाई बनाउँदै हुनुहुन्छ। यसको निम्ति हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु। धन्यवाद छ पवित्र आत्मा परमेश्वर। साँच्चै नै प्रभु आज हामीलाई तपाईँ परम प्रभुले साँच्चै नै एउटा त्यो बाटोको किनारमा रोपेको त्यो रुख होइन, तर प्रभु हामीलाई धागबारी भित्र प्रभुको बनाउनु भएको छ। हामी धन्यवाद दिन्छौँ प्रभु। साँच्चै आज हाम्रो निम्ति अन्तर्विन्ती गर्ने प्रभु येशू ख्रीष्ट तपाईँ हुनुहुन्छ प्रभु। हामी धन्यवाद दिन्छौँ। साँच्चै नै प्रभु आज हाम्रो दुर्बलतामा प्रभु, आज हाम्रो जीवनमा प्रभु फल नफलेको अवस्थामा पनि फेरि हामीलाई प्रभु समय दिनुहुने परमेश्वर प्रभु। हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु। हाम्रो जीवनबाट प्रभु फेरि पनि तपाईँले हामीलाई दिनुभएको नयाँ सालमा प्रभु सुरुवातदेखि नै प्रभु हामीलाई तपाईँले यो वचन दिलाउनु भएको छ प्रभु। यो वचन अनुसार हाम्रो जीवनमा फल फल्नको निम्ति हामीलाई सहायता गर्नुहोस् प्रभु। हामी जीवनबाट फल फल्न सकेको प्रभु, अनि त्यो फल सधैँभरि रहनको निम्ति हामीलाई सहायता गर्नुहोस् प्रभु। हामी प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु तपाईँको उपस्थितिको लागि प्रभु। खाएमा प्रभु हामीलाई तपाईँले आशिषित बनाउनु भएको लागि धन्यवाद प्रभु। साँच्चै नै प्रभु हामीलाई प्रेम गरेर तपाईँ परम प्रभुको वचन हामीलाई प्रकट गर्नुभएको लागि हामी धन्यवाद दिँदछौँ प्रभु। अहिले पनि यसरी प्रभु आउने दिनहरूमा प्रभु चाहिँ तपाईँले यसरी नै प्रभु अझै धेरै प्रभु तपाईँको नानीहरूलाई यसरी प्रेयर लाइनमा उपस्थित गराउनुहोस् प्रभु, अनि हामी सबैजना आशिषित बन्न सकौँ प्रभु। हामीलाई सहायता गर्नुहोस्। यसरी नै प्रत्येक दिन प्रभु हामीलाई
तपाईँको आगमनको लागि तयार गर्नुहोस् प्रभु हामी प्रार्थना गर्छौँ। धन्यवाद प्रभु दिनुभएको सबै आशिषको लागि। आजको यस उखाइमा प्रभु हामी जतिलाई तपाईँले उपस्थित गराउनु भयो प्रभु, अनलाइनमा ल्याउनु भयो, धन्यवाद प्रभु। कुनै पनि डिस्टर्बेन्सहरू नआइकन प्रभु सरल प्रकारले यस्तै उखाइ चलाउनको निम्ति पवित्र आत्मा तपाईँले सहायता गर्नुभएको लागि धन्यवाद प्रभु। धन्यवाद दिँदै यसरी फेरि अझै आउने दिनहरूमा प्रभु हामीलाई तपाईँको वचनद्वारा हामीलाई तृप्त गराउनुहोस् प्रभु। अझै तपाईँको आगमनको लागि हामीलाई तयार गर्नुहोस् प्रभु। अझै हामीलाई तपाईँको वचनले बाटोहरू देखाउनुहोस् प्रभु, हामी प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु। फेरि पनि वचनको अगाडि हाम्रो जीवनलाई समर्पण गर्दछौँ प्रभु। यो सुनेको वचन अनुसार हामी जिउनको निम्ति प्रभु हामीलाई तपाईँले शक्ति दिनुहोस्। हाम्रो शारीरिक शक्तिले हामी यसलाई पालन गर्न सक्दैनौँ प्रभु। हामीलाई पवित्र आत्माको शक्ति र अभिषेकले बोल्नुहोस् ताकि हामी तपाईँको वचन अनुसार हामी यो दुष्ट संसारमा एउटा विजयको जीवन जिउन सकौँ प्रभु। हालेलुया। धन्यवाद प्रभु। तपाईँलाई धन्यवाद दिँदै प्रभु फेरि पनि आदिकुताको सम्पूर्ण समयलाई तपाईँ परम प्रभुका हातमा समर्पण गर्दै प्रार्थना सुन्नुभएको लागि धन्यवाद चढाउँदै प्रार्थनामा आशिष माग्छु येशू प्रभु तपाईँको नाउँमा। आमेन। पवित्र परमेश्वर बुवा फेरि पनि तपाईँलाई धन्यवाद चढाउँदैछु। यस प्रेयर लाइनको सुरुदेखि अहिलेसम्म तपाईँको पवित्र वस्तुले हाम्रो माझमा दिनुभयो। पिता पुत्र पवित्र आत्मा परमेश्वर हाम्रो बिचमा आएर भिन्न भिन्न रीतिले हाम्रोसँग बोल्नुभयो। तपाईँहरूको नानीहरूको अवस्था बुझेर ओ वचनद्वारा बोल्नु भएकाहरूलाई धन्यवाद प्रभुजी। हामी एउटा लापरवाहीको जीवन बिताउनको लागि बोलाउनु भएको छैन प्रभु। हामी हाम्रो प्रभु येशू जस्तै हुनको निम्ति हामीलाई बोलाउनु भएको छ प्रभु। प्रभु येशू मध्य आकाशमा आउनु बेला म तुर्की पुग्नु बेला म हाम्रो यस माटोको शरीर परिवर्तन भएर प्रभुको जस्तै एउटा पुनरुत्थानको शरीर पाएर हामी प्रभुलाई भेट्नुको लागि मध्य आकाशमा उडाइ जानुको निम्ति हाम्रो अहिलेको जीवन पुग्दैन प्रभु। एउटा पवित्र जीवन, विजयको जीवन, संसार र पाप र शैतानको माथि विजय पाएको एउटा जीवन बिताउनको निम्ति ओ हामीलाई सहायता गर्नुहोस् प्रभुजी। आज जो जति यस प्रेयर लाइनमा आएर तपाईँको पवित्र वचन सुन्यो प्रभु, सबैको जीवनमा प्रभुको आत्मा काम गर्नुभएको प्रभुजी। आजदेखि प्रभु आफ्नो जीवनलाई झाँझेर यी सुनेको वचनको अनुसार आफ्नो जीवनलाई परिवर्तन गर्नुको निम्ति प्रभु येशूलाई हेरेर विश्वासका कर्ता सिद्ध तुल्याउने येशूलाई हेरेर आफ्नो अगाडि राखेको दौडलाई प्रभु दौड्नुको निम्ति प्रभुले सहायता गर्नुभएको प्रभुजी। हालेलुया प्रभु, सहायता गर्नुहोस् प्रभुजी। सबै नानीहरूको लागि धन्यवाद प्रभुजी। ओ असल गवाई प्रभु सुनाउनु भयो, धन्यवाद प्रभुजी। हालेलुया। सन्त भाइको द्वारा प्रभु त्यो गीतको कुरो सुनाउनु भयो, यसका लागि धन्यवाद प्रभुजी। ओ हालेलुया। बाँकी सबै नानीहरूलाई नाम नाम लिएर तपाईँको हातमा सुम्पिदिन्छु प्रभु। सबैलाई सहायता गर्नु, आशिष गर्नु, लिड गर्नु गरेको तपाईँको छोरा गोमको लागि परिवारको लागि प्रार्थना गर्छु। उहाँले पनि आशिष दिनुहोस् प्रभुजी। धन्यवाद प्रभुजी असल समयको लागि। फेरि पनि हामी प्रभु फेरि हामी प्रेयर लाइनमा सोमबारको दिन आउनुहुन्जेलसम्म तपाईँको छत्र छायामा हामीलाई लुकाउनुहोस् प्रभुजी। हामी भाइको ठाउँहरूमा, हामी भाइको मण्डलीहरूमा प्रभुको नामको महिमाको निम्ति प्रभु त्यो भगवानको भित्र रुबीको ओ त्यो अजिरको बोर्जे प्रभु हामी फल फलाएर तपाईँको नामको महिमाको निम्ति जीवन बिताउनको लागि सहायता गर्नुभएको प्रभुजी। प्रार्थना सुन्नुभएकोलाई धन्यवाद प्रभुजी। हाम्रो आत्मा प्राण शरीर तपाईँको हातमा सुम्पिदिन्छु। येशूको नाममा माग्नेछु, सुन पिता ग्रहण गर्नुहोस्। आमेन। अनि हाम्रो प्रभु येशू मसीहका मेरो पिताको प्रेम पवित्र आत्माको संगति प्रभु येशूको आगमनसम्म हाम्रो सँग सबै सन्तानहरूको सँग हामी प्रार्थना गरेको सबै विषयहरूको सँग विशेष गरी आज यस प्रेयर लाइनमा उपस्थित हुनुभएको सबैको सँग भइरहोस्। आमेन। आमेन। हालेलुया। 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 जय मसीह।